रियाक्सन पठाउँदा हुन्छ। ल ठिक छ। अब तपाईँहरूले एउटा कन्डिसन लिनुहोस्। कन्डिसन चाहिँ कस्तो भनेर भन्दाखेरि तपाईँहरूले मास्टर्स पढ्नको लागि जाँदै हुनुहुन्छ र मास्टर्स पढ्नको लागि चाहिँ तपाईँ एउटा सेलेक्सन कमिटीमा हुनुहुन्छ। तपाईँ एउटा प्रोफेसर हो अमेरिकाको एउटा एकदम रिकग्नाइज्ड युनिभर्सिटीमा। तपाईसँग मात्र एउटा सिट छ फुल्ली फन्डेड स्कलरसिपको लागि। तपाईसँग 2 जना नेपाली विद्यार्थी छन्। एउटा विद्यार्थी आरब जसले सिएसआइटीमा 3.9 जिपिए लिएर आएको छ। उसले 3.9 जिपिए लिएर आउनु भनेको उसले एकदमै राम्रो तरिकाले पढेको छ। उसको इक्जाममा स्कोर अलमोस्ट 98% छ, तर उसले रिसर्च पेपर एउटा पनि लेखेको छैन। र जहाँसम्म लाग्छ मलाई नेपालमा अधिकांश ग्रेजुएट हुने विद्यार्थीहरूको अवस्था यस्तै हुन्छ। र अर्की छिन् प्रियाले 4 जिपिएमा ठिकठाक जिपिए लिएर आएकी छिन्, मेन्टेन गरेकी छिन् 3.25। तर अब यसलाई यदि पर्सेन्टेजको हिसाबले भन्ने भने 85% हुन्छ। र उनको यो प्रोफाइलमा हेर्ने हो भने उनले 2वटा रिसर्च पेपर पब्लिस गरेकी छिन्। अब यो जुन सिट छ पिएचडी को सिलेक्सन सिट, यसमा को सिलेक्ट हुन्छ जस्तो तपाईँलाई लाग्छ? तपाईँहरूले च्याटमा लेख्नुहोस् त। यी 2 जनामा आरब र प्रियामा चाहिँ कसैले चाहिँ यो पिएचडी को स्कलरसिप पाउँछ होला जस्तो लाग्छ तपाईँहरूलाई? बीले पाउँछ भनेर लेखिरहनु भएको छ। प्रियाले पाउँछ। अब आरबले 3.90 जिपिए लिएर आएको छ। अब उसले लिएर आउनु पर्ने हो, तर यहाँनिर प्रियाले पाउँछिन् भनेर तपाईँहरूले भन्नुभयो र तपाईँहरूले सही नै भन्नुभएको छ। यहाँनिर 3.25 जिपिए भए तापनि रिसर्च पेपरको यति धेरै भ्यालु छ, 3.9 ल्याउने आरबलाई कयौं माइलले चाहिँ यहाँनिर प्रियाले जित्छिन्। अनि त्यस पछाडि च्याटमा पनि प्रमोदले भन्नुभएको छ यदि त्यो अलाइन गर्छ भने रिसर्च पेपर हैन, त्यो प्रोफेसरले पढाइरहेको जुन ओपन गरेको जुन सिट छ त्यो सिटमा अलाइन गर्छ भने अझ धेरै राम्रो भयो। अब मैले चाहिँ स्पेसियल्ली यो विषयमा कहाँबाट थाहा पाएँ भनेर भन्दाखेरि चाहिँ म 2025 मा हाइडलबर्ग लरिएट फोरममा जर्मनी गएको थिएँ हैन। यसमा चाहिँ विश्वभरिबाट 100 जना कम्प्युटर साइन्स र 100 जना म्याथ पढ्ने विद्यार्थीहरूलाई बोलाउँछन् र यो चाहिँ मेरो करियरको सबभन्दा टर्निङ पोइन्ट थियो। त्यहाँनिर कसैलाई पनि मेरो जिपिए को बारेमा बाल मतलब थिएन। त्यहाँ कसैलाई पनि जिपिए मैले कति लिएर आएको छु भन्ने कसैलाई पनि त्यो वास्ता थिएन। मैले कोडिङ गरेर कुन एप्लिकेसन बनाएँ, कुन सफ्टवेयर बनाएँ, कुन वेबसाइट बनाएँ भन्ने कसैलाई पनि मतलब थिएन। 100 जना कम्प्युटर साइन्सका रिसर्चरहरूमा 100 जना अलमोस्ट एआई र मसिन लर्निङमा रिसर्च गरिरहेको थिए। कसैले पनि कुनै एप्लिकेसन बनाएर प्ले स्टोरमा अपलोड गरिरहेको थिएन। कसैले पनि कुनै क्लाइन्टको कुनै काम गरिरहेको थिएन। सबैजना रिसर्चमा इन्भल्भ थिए। अनि त्यहाँ पछाडि बल्ल मलाई थाहा भयो नेपाल कम्प्युटर साइन्सको स्तरमा रिसर्चको स्पेसिफिकली रिसर्चमा कति पछाडि छ भनेर भन्ने कुरा। त्यहीबाट नै मैले रिसर्चको महत्त्व बुझ्दै गएँ। अब यहाँनिर तपाईँले यो फोटोमा हेर्नुहुन्छ भने यहाँनिर सबभन्दा छेउमा भएको मान्छे चाहिँ युनिभर्सिटी अफ सिकागोमा चाहिँ रिसर्चर छन्। उनी चाइनाका मान्छे हुन्, अन्डर ग्रेड मेरै लेभलको मसँगै पढ्ने। अनि बिचमा बसेको चाहिँ रिसर्चर फ्रम टर्की हैन, उनी चाहिँ म्याथमेटिक्सको रिसर्चर हुनु नि। अनि त्यस पछाडि उनले पनि एआई सम्बन्धी एउटा फिल्डमा नै रिसर्च गरिरहेकी छिन्। र थर्डमा चाहिँ म यो रिसर्चर फ्रम फलानो युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटी, जुन कसैलाई पनि थाहा छैन, कसैले पनि यो युनिभर्सिटीको नाम सुने हैन। कसैले जिन्दगीमा कहाँ हो युनिभर्सिटी कहाँ पढ्छ कसैलाई पनि थाहा थिएन। मलाई मात्र त्यहाँनिर फोटोजहरू खिच्न मात्रै मन पर्थ्यो। बाँकी रिसर्चको बारेमा मलाई थाहा थिएन कसरी रिसर्च लेख्छन् भनेर भन्ने कुरा। अब यस्तो खालको अवस्था चाहिँ मेरो थियो। अनि त्यो अपर्च्युनिटी चाहिँ मेरो लागि एकदमै ओभरवेलमिङ थियो हैन। सबैजनाले चाहिँ हैन यस्तो खतरा रिसर्चरहरू प्रोफेसरहरूसँग चाहिँ कनेक्ट हुने अपर्च्युनिटी पाएको थिएँ। तर मैले चाहिँ त्यहाँनिर खतरा एस्थेटिक फोटोजहरू खिच्नमै व्यस्त थिएँ। किन भन्दा यो अपर्च्युनिटी मेरो लागि ओभरवेलमिङ थियो। मलाई बुझ्न, त्यो कुरा प्रोसेस गर्न, यो कतिसम्म ठुलो कुरा हो भन्ने कुरा थाहा पाउन नै मलाई धेरै समय लागिरहेको थियो। अनि यही पोइन्टबाट चाहिँ मैले रिसर्च पेपरको महत्त्व बुझ्दै गएँ। त्यहाँ पछाडि चाहिँ मैले रिसर्च पेपरको बारेमा थप अध्ययन गर्न थालेँ। यो कसरी लेखिन्छ, के गरेर लेखिन्छ, कसरी पब्लिस हुन्छ हैन, कस्तो खालको मान्छेको अन्डरमा गर्नुपर्छ। र त्यहाँ पछाडि मैले एउटा खतरा खालको कुरा पत्ता लगाएँ। नेपालमा एउटा रिसर्च पेपर लेखेर पब्लिस गरेको मान्छे भेट्टाउनै गाह्रो रहेछ। यहाँमध्ये कतिजना मैले फर्म भर्ने बेलामा नै धेरैजनालाई हेरेको थिएँ। धेरैजना विद्यार्थीहरू चाहिँ यहाँनिर वीरेन्द्र मल्टिपल क्याम्पसबाटै हुनुहुन्छ। र वीरेन्द्र मल्टिपल क्याम्पसमा नै एउटा रिसर्च पेपर पब्लिस गरेको र पिएचडी गरेको अनि प्रोफेसरवाला टाइटल अथवा असिस्टेन्ट प्रोफेसरवाला टाइटल पाएको कम्प्युटर साइन्सको टिचर एकदमै कम हुनुहुन्छ। योभन्दा अगाडिसम्म यदि कसैलाई पनि विदेश जाने बेलामा रिकमेन्डेसन लेटर चाहिन्थ्यो भने तपाईँहरूले मात्र एउटा टिचिङ असिस्टेन्टको रिकमेन्डेसन लेटर लिनु पर्थ्यो, नभए एचओडीको रिकमेन्डेसन लेटर लिनु पर्थ्यो। एउटा क्याम्पसमा एउटा प्रोफेसर पनि हुनुहुन्न, त्यतिसम्म अवस्था छ यहाँनिर। रिसर्चको इन्भाइरोमेन्ट त्यतिसम्म कम छ। अनि तपाईँहरूलाई अब धेरैजनालाई चाहिँ यो रिसर्च भनेको के हो भन्ने लाग्ला। अनि खतरा मान्छेहरूले एकदम खतरावाला ल्याबमा 200-300 वाला पेज लेख्ने होला, बुक लेख्ने होला हैन, एकदम पुरै
दारी-सारी पाल्ने गरी एकदम बिजी भएर यस्तो खालको तरिकाले कुनै पनि कुरा पत्ता लगाउने होला भन्ने तपाईँहरूले सोच्नु भएको होला रिसर्च भन्ने। तर यो बुझ्दै जाँदाखेरि चाहिँ यस्तो खालको हुँदैन। रिसर्च पेपर मिनिमममा 4 देखि 8 पेजको जम्मा नि हुनसक्छ, जम्मा 4-8 पेजको पनि हुनसक्छ। र यो भनेको प्र्याक्टिकल्ली तपाईँहरूले ध्यान दिएर गर्न थाल्नुभयो भने 3 देखि 6 महिनामा यो कुरा सकिन्छ। र यसमा चाहिँ तपाईँहरूले स्ट्रक्चरली कुनै पनि एउटा नयाँ प्रब्लमलाई सल्भ गर्नुहुन्छ र इन्जिनियरिङ गर्नुहुनेछ। अब हामीहरूले हेर्नेछौँ रिसर्च पेपरमा चाहिँ खास एक्ज्याक्टली हुन्छ चाहिँ के भनेर भन्ने कुरा। अनि त्यस पछाडि हामीहरूले साइड बाई साइड अब यो रिसर्च ग्याप कसरी पत्ता लगाउने, होइन, कुन ठाउँमा चाहिँ पब्लिस गर्ने, अनि त्यस पछाडि कसको अन्डरमा चाहिँ रिसर्च पेपर लेख्नुपर्छ, सबै कुराहरूलाई चाहिँ हामीहरूले स्टेप बाई स्टेप नेभिगेट गर्दै जानेछौँ। सबैभन्दा पहिला चाहिँ अब धेरैजनालाई लाग्छ, मैले भर्खरै भनिहालेँ होइन, यो पिएचडी गरिरहेको अनि मास्टर्स गरिरहेको र विदेश गइसके पछाडि मात्र गर्ने कुरा होला जस्तो लाग्छ रिसर्च भनेर भन्ने कुरा। तर तपाईँहरूले रिसर्च भनेको अझ नेपालको कन्टेक्स्टमा चाहिँ नेपालमा रिसर्च धेरैजनाले नगरेको भएर नेपालमा रिसर्चको अपर्च्युनिटी एकदमै धेरै छ। जुनसुकै शीर्षक भए तापनि त्यो शीर्षक यदि तपाईँहरूले नेपालको कन्टेक्स्टमा गर्न खोज्नुभयो भने त्यो आफैमा एउटा रिसर्च टपिक बन्छ। रिसर्च टपिक भन्दा बित्तिकै संसारमा कसैले पनि अहम्म सल्भ नगरेको त्यो प्रब्लम, जुन प्रब्लम तपाईँको कम्युनिटीमा छ, त्यहीबाट तपाईँहरूले एउटा रिसर्च ग्याप पत्ता लगाउन सक्नुहुन्छ। इक्जाम्पलको रूपमा हेर्ने हो भने यदि हाम्रो समाजमा चाहिँ दृष्टिविहीन मान्छेहरूले चाहिँ जस्तै एउटा चस्मा लगाएर आफ्नो वरिपरि के छ भनेर भन्ने कुरा पत्ता लगाउनको लागि चाहिँ मेटा ग्लासेसहरू अनि भर्खरै अलि अस्ति निकालेर लेन्स कार्टले होइन क्यामेरामा चाहिँ ग्लासेसमा चाहिँ क्यामेरा इन्टिग्रेटेड भएको एउटा यस्तो डिभाइस जसले चाहिँ रियल टाइममा आफ्नो अगाडि भएको सबै कुराहरूलाई खिच्छ। अब यो डिभाइस विश्वमा बनिसकेको छ, तर नेपालको कन्टेक्स्टमा यस्तो डिभाइस बनाउनको लागि इन्टरनेट नभएको बेलामा चल्ने खालको हुनुपर्छ, होइन। यदि मसिन लर्निङहरू राख्नुपर्ने छ भने चाहिँ हामीहरूले यहीँभित्र चिप राखेर यहीँभित्र अफलाइन चल्ने गरी इन्टिग्रेट गर्नुपर्छ। धेरै खालका च्यालेन्जेसहरू छन्। जुनसुकै विश्वमा बनाएको टेक्नोलोजीलाई पनि नेपालको रुरल कन्टेक्स्टसँग अथवा नेपालको टिपिकल कन्टेक्स्टसँग जोइन गर्ने हो भने अटोमेटिकली त्यो रिसर्च ग्याप बनिहाल्छ। नेपालीहरूको लागि अथवा हामीहरूको लागि चाहिँ रिसर्च पेपर लेख्नको लागि एउटा एकदम ठुलो फाइदा भनेको यही नै हो। यदि तपाईँहरूले नेपाली देवनागरी लेटर्सहरूको बारेमा चाहिँ कुनै पनि एउटा रिसर्च पेपर लेख्नुभयो भने अङ्ग्रेजी अल्फाबेटहरू र हिन्दी अल्फाबेटहरूमा थुप्रै रिसर्च पेपरहरू छन्, तर नेपाली देवनागरीको रूपमा स्पेसियल्ली कुनै पनि रिसर्च पेपर छैन। तपाईँहरूले त्यो विषयमा पनि रिसर्च पेपर लेख्न सक्नुभयो। यसरी नेपाली विषयसँग सम्बन्धित जुनसुकै टपिकमा तपाईँहरू कनेक्ट हुनुभयो भने पनि अटोमेटिकल्ली तपाईँहरूले रिसर्च ग्याप पत्ता लगाउन सकिहाल्नुहुन्छ। रिसर्च पेपर कसरी लेख्ने रहेछ, एउटा अहिलेसम्म सल्भ नगरेको एउटा समस्या, जुन समस्यालाई तपाईँको रिसर्चले सल्भ गर्दैछ त्यस्तो कुरा पत्ता लगाउँदा बित्तिकै तपाईँहरूले रिसर्च गर्नको लागि शीर्षक भेटाइहाल्नुहुन्छ। अनि यसको फाइदाहरू भनेको चाहिँ अब यो बस एउटा थियोरिटिकल कन्सेप्ट मात्रै हो। यसले तपाईँहरूको क्रिटिकल थिङ्किङलाई बढाउँछ अनि ग्लोबल इम्प्याक्ट के हुन्छ भनेर भन्ने कुरा अगाडि हामीले गर्ने हाल्यौँ। र करियरमा पनि तपाईँहरूलाई यसले एज दिन्छ। र सबभन्दा बेस्ट कुरा भनेको चाहिँ अहिले एआईको जमानामा चाहिँ जति बेला र कोडिङ र जुन सिन्ट्याक्सवाला कोडिङ छ त्यो कोडिङ पुरै एआईवाला टुल्सहरूले एलएलएम्सहरूले खाइरहँदाखेरि चाहिँ रिसर्च एउटा त्यस्तो फिल्ड हो जुन फिल्ड चाहिँ कम्प्लिटली इम्युन छ एआई टुल्सहरूबाट। रिसर्चमा तपाईँहरूले आफ्नो क्रिटिकल थिङ्किङ युज गर्ने पर्ने हो, समाजका समस्याहरूलाई सल्भ गर्ने हो। त्यही भएर चाहिँ यो एउटा यस्तो क्षेत्र हो जुन क्षेत्र कम्प्लिटली इम्युन छ एआईका टुल्सहरूबाट। अब त्यस पछाडि चाहिँ हामीहरूको यसको अर्को फाइदा के हो भनेर भन्ने कुरा हेरौँ। अर्को फाइदा भनेको तपाईँहरूले अब ब्याचलर धेरैजना सकिरहेको विद्यार्थीहरू पनि हुनुहुन्छ, ब्याचलर पढिरहेको अन्डर ग्राड स्टुडेन्ट्सहरू पनि हुनुहुन्छ। तपाईँहरू ब्याचलर सकिसके पछाडि तपाईँहरूले मास्टर्सको लागि फुल्ली फन्डेड स्कलरसिपहरूको लागि अप्लाई गर्नुहुन्छ। जस्तै एउटा भनेको अमेरिकामा फुल ब्राइट भन्ने स्कलरसिप हुन्छ, फेलोसिप हुन्छ। अर्को भनेको युरोपमा इरास्मस मन्डस भन्ने एउटा स्किम छ, होइन, स्कलरसिपवाला स्किम छ। अर्को भनेको जर्मनीमा डाट भन्ने स्कलरसिप हुन्छ। यस्तो खालको स्कलरसिपहरूमा तपाईँहरूले अप्लाई गर्दाखेरि त्यहाँ खत्री कम्पिटिसन हुन्छ। यदि तपाईँले आफ्नो जिपिए राम्रोसँग मेन्टेन गर्न सक्नु भएन भने अब तपाईँको बेस्ट सर्ट भनेको एउटा रिसर्च पेपर लेखेर पब्लिस गर्ने हो। रिसर्च पेपर यतिसँग इम्पोर्टेन्ट हो कि तपाईँले पब्लिस गर्न भ्याउनु भएन र त्यो अन्डर रिभ्यू छ भने मात्रै पनि तपाईँहरूको एप्लिकेसन धेरै स्ट्रङ भइसक्छ। अब यहाँ पछाडि अब अरू कुराहरू चाहिँ के हुनु भनेर भन्दाखेरि तपाईँहरूले रिसर्चमा चाहिँ यदि आफ्नो करियर बनाउन जानुभयो भने चाहिँ अब विभिन्न फन्डिङ्सहरू पनि हुन्छन्। नेपालमा चाहिँ एकदमै कम छ, तर विदेशहरूमा चाहिँ फन्डिङ्सहरू पनि तपाईँहरूले पाउन सक्नुहुन्छ। यस्तो खालको अपर्च्युनिटिजहरू तपाईँहरूलाई सर्च गर्न मन लाग्यो भने तपाईँहरू कुन वेबसाइटमा जानु होला भनेर भन्दाखेरि
मैले तपाईँहरूलाई यहाँनिर यो वेबसाइट देखाइरहेको छु, स्क्रिनमा सेयर गरिरहेको छु। यो अपर्च्युनिटिज कर्नर्स भन्ने वेबसाइट छ। यो वेबसाइटमा जानुभयो भने तपाईँहरूले ब्याचलर पछाडि कहाँनिर कस्तो खालको यो जुन भर्खर भने जस्तै रिसर्च पेपरको कन्फरेन्सेसहरूदेखि लिएर मास्टर्समा पाउने स्कलरसिपहरू कुन देशले कस्तो खालको खोलिरहेको छ होइन, के चाहिँ उनीहरूले खोल्छन्, कस्तो खालको चाहिँ एलिजिबिलिटी हुन्छ भन्ने कुरा यो वेबसाइटबाट तपाईँहरूले भेटाउन सक्नुहुन्छ। अब मैले पनि आफैले यसै वेबसाइटबाट ती प्रोग्राम्सहरू भेटाएर अप्लाई गरेको भएर चाहिँ मैले तपाईँहरूलाई एन्ट्रेसलाई इन्डोर्स गरेको हो। बाँकी पर्सनली चाहिँ मेरो कुनै पनि एफिलिएसन छैन यसमा। अब यहाँ हेर्ने हो भने डाड हेल्मट, अब यो स्कलरसिप रहेछ जर्मनीमा, मास्टर्सको लागि नै होला सायद यो पनि, 1 इयर मास्टर 2 इयर मास्टर्स। यस्तो खालकोमा तपाईँहरूले अप्लाई गर्दाखेरि तपाईँहरूसँग रिसर्च पेपर भयो भने चाहिँ एकदमै राम्रो खालको एज तपाईँहरूले पाउनुहुन्छ। अब यस पछाडि हेरौँ हामीहरूले अब यो फाइदा के हुन्छ भनेर भन्ने कुरा हो। यसमा खासै कुरा गर्नु परेन। अब कलेजको असाइनमेन्ट र उसमा चाहिँ के फरक हुन्छ भनेर भन्ने कुरा एकचोटि सर हेरौँ। तपाईँहरू चाहिँ कलेज असाइनमेन्ट गर्दाखेरि रातभरि बस्नुहुन्छ होइन, रातभरि लेखेर बस्नुहुन्छ, कति मेहनत गर्नुहुन्छ, दिमाग ख्याउनुहुन्छ, लास्टमा त्यो जाने भनेको चाहिँ टियुबाट एउटा कबाड खानामा जाने हो। त्यो किलोमा चाहिँ कति रुपियाँ भयो भनेर बेचिने कुरा हो तपाईँहरूको असाइनमेन्ट। तर रिसर्च पेपर भनेको यतिसम्म इम्पोर्टेन्ट हुन्छ, तपाईँहरूले एउटा असाइनमेन्ट गर्नको लागि जति मेहनत गर्नुहुन्छ लगभग त्योभन्दा थोरै बढी मेहनत मात्र लाग्ने हो। तर त्यति बढी मेहनतको भरमा तपाईँहरूले आफ्नो करियर सेट गर्न सक्नुहुन्छ रिसर्च पेपर लेखेर। रिसर्च पेपर लेख्दा बित्तिकै चाहिँ तपाईँहरूको ग्लोबल रिसर्च फिल्डमा चाहिँ तपाईँहरू सधैँको लागि अमर हुनुहुन्छ। तपाईँहरूले लेखेको त्यो पेपर भविष्यमा आउने रिसर्चरहरूले पनि अब तपाईँले जस्तै फिल्डमा यदि कसैले के काम गर्न खोजिरहेको छ भने चाहिँ उनीहरूले साइटेसन गरेर होइन तपाईँहरूलाई सधैँ त्यसबाट साइटेसन भएर चाहिँ जति साइटेसन बढ्दै गयो तपाईँहरूको पेपर पपुलर हुँदै जान्छ। अनि त्यस पछाडि यसले चाहिँ तपाईँहरूलाई सधैँ एउटा एज दिइराख्छ। अब स्टेप्सहरू के हुन्छ एउटा रिसर्च पेपर पब्लिस गर्नको लागि भन्ने कुरा हेरौँ। सबभन्दा फर्स्ट स्टेप भनेको ग्याप पत्ता लगाउने हो र धेरैजनालाई गाह्रो हुने नै एक ग्याप पत्ता लगाउने कुरामा हो। यदि राम्रोसँग ग्यापै पत्ता लगाउन सकिएन भने तपाईँहरूले पुरै रिसर्च पेपर लेख्नुभयो भने पनि 4-6 महिना दिएर रिसर्च पेपर लेख्नुभयो भने पनि त्यो लास्टमा हुने भनेको रिजेक्ट नै हो। त्यही भएर ग्याप पत्ता लगाउने कुरामा धेरै समय व्यतीत गर्नुपर्छ र कसरी पत्ता लगाउने भन्ने कुरा हामीहरूले अब लाइभ डेमो सहित हेर्नेछौँ। अनि दोस्रो स्टेप भनेको चाहिँ एउटा मेन्टर पत्ता लगाउने। अब ग्याप भनेको यसो अलि म बढी एक्सप्लेन गर्न चाहन्छु। जस्तै अझसम्म कम्प्युटर साइन्स अथवा जुनसुकै तपाईँहरूको क्षेत्र छ यहाँमध्ये धेरैजना कम्प्युटर साइन्सकै स्टुडेन्ट्सहरू हुनुहुन्छ होला जहाँसम्म मलाई लाग्छ। अब कम्प्युटर साइन्समा त्यो कम्प्युटर साइन्सको क्षेत्रमा तपाईँको समाजमा अथवा तपाईँको फिल्डमा सल्भ नभएको त्यो प्रब्लम जुन प्रब्लमलाई चाहिँ तपाईँहरूले सल्भ गर्न चाहनुहुन्छ त्यो ग्याप चाहिँ पत्ता लगाउनुहोस्। अझसम्म कम्प्युटर साइन्सले सल्भै नगरेको त्यो कुरा चाहिँ तपाईँहरूले पत्ता लगाउनुहोस्। यसैले नै ग्याप बन्छ। अब यो कसरी पत्ता लगाउने, मैले सोचेको कुरा मैले सोचेको सोलुसन चाहिँ अरूले निकालिसकेका छैनन् भन्ने कुरा मैले कसरी स्योर गर्ने भन्ने कुराहरू हामीहरूले यस पछाडि हेर्नेछौँ। तपाईँहरूले सोच्नुभयो मैले चाहिँ यस्तो कस्तो सोलुसन निकालेको छु अनि यो सोलुसन भनेको मलाई जहाँसम्म लाग्छ अझसम्म कसैले पनि निकालेको छैन जस्तो लाग्छ। तर तपाईँहरूले त्यही विषयमा रिसर्च पेपर लेख्नुभयो, त्योभन्दा पनि खतरा तरिकाले कसैले यदि अलरेडी त्यसको सोलुसन बनाइसकेको छ भने तपाईँहरूको पुरै मेहनत खेर जान्छ। अनि दोस्रो स्टेप भनेको मेन्टर पत्ता लगाउने हो। अघि भर्खरै मैले भनेको थिएँ एउटा सकेसम्म मेन्टर भनेको चाहिँ तपाईँहरूको मेन्टर र पिआई भनेको हुन्छ। पिआई भनेको अब तपाईँहरूको प्रिन्सिपल इन्भेस्टिगेटर जुन हुन्छ त्यो मान्छे चाहिँ तपाईँहरूले आफ्नो कलेजको एचओडी अथवा आफ्नो फिल्डमा हुनुभएको सर होइन, बिएससी सिएसआइटी अथवा जुनसुकै प्रोग्राममा हुनुहुन्छ त्यो प्रोग्रामको चाहिँ कोअर्डिनेटर जोसुकै तपाईँहरूले भेटाउनुहुन्छ। स्पेसियल्ली यसमा चाहिँ अब तपाईँहरूको प्रोफेसर अथवा असिस्टेन्ट प्रोफेसर हुनुहुन्छ भने उहाँको अन्डरमा लेख्दा अझ राम्रो हुन्छ। उहाँहरूले चाहिँ यदि उहाँहरूको नाम भएर तपाईँहरूले रिसर्च पेपर लेख्नुभयो भने त्यो पब्लिस हुने चान्सेस पनि एकदमै राम्रो हुन्छ। र कतै तपाईँहरूले यसलाई सबमिट गर्नुभयो भने पनि यस्तो यस्तो प्रोफेसरको अन्डरमा यसले गराइरहेछ भने पछाडि त्यसको क्रेडिबिलिटी पनि राम्रो हुन्छ। अब वीरेन्द्र मल्टिपल क्याम्पसकै कन्टेक्स्टमा यदि भन्ने हो भने हाम्रो क्याम्पसमा 3 जना प्रोफेसर र असिस्टेन्ट प्रोफेसरवाला टिचरहरू हुनुहुन्छ। एकजना चाहिँ बिसिएको हेड सर एचओडी सर शोभराज सर हुनुहुन्छ, एकजना उहाँ चाहिँ असिस्टेन्ट प्रोफेसर हुनुहुन्छ, एसोसिएट प्रोफेसर हुनुहुन्छ सायद। अनि त्यस पछाडि अर्को भनेको हाम्रो सिएसआइटीको एचओडी पृथ्वीराज पनेरू। अनि मैले गर्न लागेको रिसर्च पेपरलाई चाहिँ मेन्टर गरेको उहाँले नै मेन्टर गर्दै हुनुहुन्छ। अनि थर्डमा चाहिँ हामीहरूको म्याथको हुनुहुन्छ प्रेमसागर भण्डारी, कलेजको क्याम्पस चिफ। उहाँ चाहिँ हाम्रो म्याथमा चाहिँ पिएचडी गर्नुभएको छ। अब यसरी 3 जना चाहिँ मैले भेटेको छु, अरू पनि हुनुहुन्छ होला सायद। अब अरू क्याम्पसमा पनि तपाईँहरूको क्याम्पसमा कसको के टाइटल छ भनेर भन्ने कुरा पत्ता लगाउनु होला। तपाईँहरूले आफैले रिसर्च पेपर लेख्छु भनेर लेख्न त सक्नुहुन्छ, तर त्यसमा कति पनि क्रेडिबिलिटी हुँदैन। पब्लिस गर्ने बेलामा साह्रै गाह्रो हुन्छ। त्यही भएर एकजना
प्रोफेसर टाइटल भएको मान्छे भेट्टाउँदा एकदमै राम्रो। तपाईँहरूको क्याम्पसकै हुनुपर्छ भन्ने जरुरी छैन। जोसुकै मान्छेले पनि मेन्टर बन्न चाहन्छ, त्यो मेन्टर बन्न चाहेको मान्छेलाई चाहिँ तपाईँहरूले राख्न सक्नुहुन्छ। थर्ड भनेको चाहिँ सर्वे हो। तपाईँहरूले अलग अलग किसिमका रिसर्च पेपर लेख्न सक्नुहुन्छ। जस्तै कुनै रिसर्च पेपरमा तपाईँहरूले आफैले डेटा कलेक्सन गर्नुहुन्छ, आफैले चाहिँ त्यसको रिसर्चको लागि चाहिने सबै डेटाहरूलाई आफैले कलेक्ट गर्नुहुन्छ। त्यसमा चाहिँ तपाईँहरूले सर्वे गर्नुपर्छ। अनि अर्को थरी रिसर्च पेपर हुन्छ जसमा तपाईँहरूले क्यागल लगायतका अनलाइन कम्युनिटीमा अलरेडी अरूले बनाइदिएका डेटा सेटमा आफूले त्यसमा बेन्चमार्किङहरू गर्नुहुन्छ भने त्यो चाहिँ तपाईँहरूको दोस्रो टाइपको रिसर्च पेपर हुन्छ। र थर्ड टाइपको रिसर्च पेपर भनेको अलरेडी अरूले गरेको रिसर्च पेपरको तपाईँहरूले समराइज गर्नुहुन्छ भने त्यो भनेको तपाईँहरूको थर्ड टाइपको रिसर्च पेपर हो। र मैले गरिरहेको पर्सनली मैले गरिरहेको चाहिँ जुन दोस्रोवाला मैले भने क्यागलमा अलरेडी अरूले बनाइदिएको डेटा सेटमा चाहिँ मैले काम गरिरहेको छु। डेटा कलेक्सन भनेको एकदमै गाह्रो काम हो। तपाईँले डेटा कलेक्सन गर्नको लागि चाहिँ सयौं मान्छेहरूबाट त्यो डेटाहरू कलेक्ट गर्नुपर्छ। अनि आजभोलि त एआईको जमाना छ होइन, एआईबाटै आफैले अलग अलग किसिमको डेटाहरू आफैले कलेक्ट गरे हुँदैन र भन्ने सोच्नु भएको छ भने त्यस्तो गरेर चाहिँ हुँदैन। यदि तपाईँहरूले गरेको रिसर्च पेपर रङ छ अथवा रङली साइटेड छ अथवा त्यसमा चाहिँ फ्याब्रिकेसनहरू छन्, रङ डेटाहरू तपाईँहरूले हाल्नु भएको छ, फेक खालको डेटाहरू हाल्नु भएको छ, फेक खालको मेट्रिक्सहरू छन् र तपाईँको त्यो रिसर्च पेपर पब्लिस पनि भयो। पब्लिस भइसके पछाडि मान्छेहरूले चाहिँ साइटेसन पनि गर्न थाले र लास्टमा चाहिँ पत्ता लाग्यो कि तपाईँले त्यसमा सबै झुटो कुरा राख्नु भएको छ, सबै कुरा फ्याब्रिकेटेड छ, कुनै पनि कुरा सत्य तथ्य छैन भन्ने कुरा लास्टमा पत्ता लाग्यो भने तपाईँको नेपालमा चाहिँ त्यस्तो धेरै फरक पर्दैन, तर विदेशमा तपाईँहरूको रिसर्च करियर सधैँको लागि डुब्छ, तपाईँको क्रेडिबिलिटी सधैँको लागि डुब्छ। र यतिसम्म पनि हुन्छ कि तपाईँको रिसर्च पेपरमा बेस्ट भएर अर्को मान्छेले रिसर्च पेपर लेख्ने हो, त्यस्तो बेलामा चाहिँ उसले विदेशी रुल र रेगुलेसनको अनुसार चाहिँ लिगल एक्सन्सहरू पनि लिन सक्छ। किन भन्दा तपाईँले दिएको एउटा फेक डेटाले गर्दा अर्को मान्छेले आफ्नो करियरको 5-7 महिना 1-2 वर्ष मजाले रिसर्च गर्यो, कुन कुरालाई साइटेसन गर्दा भन्दाखेरि तपाईँहरूको रङ डेटालाई साइटेसन गरेर। त्यही भएर कहिले पनि रङ डेटालाई चाहिँ तपाईँले साइटेसन गर्नु हुँदैन। यसमा चाहिँ जहिले पनि एकदम अनेस्टीका साथ डेटाहरू कलेक्सन गर्नेदेखि लिएर हरेक कुरा राम्रोसँग गर्नुपर्छ। यदि पछाडि त कहिले पनि कुरा थाहा भयो भने चाहिँ क्रेडिबिलिटी र रिसर्च करियर दुवै ध्वस्त हुन्छ। यो कुरा चाहिँ मैले कसबाट थाहा पाएँ भनेर भन्दाखेरि मेरै रिसर्च मतलब मेरै मेन्टरबाट चाहिँ मैले कुरा थाहा पाएको थिएँ। अनि मेथड भनेको चाहिँ तपाईँहरूले कुन कुन तरिकाहरू युज गर्नुभयो त आफ्नो रिसर्च पेपर लेख्ने बेलामा भनेर भन्ने कुरा यो अलग अलग कुराको लागि अलग अलग हुन्छ। अब यसमा धेरै डिटेलमा चाहिँ नजाउँ, हामीहरूले बेसिक कुराहरू चाहिँ हेर्नेछौँ। सबभन्दा पहिला चाहिँ ग्यापलाई पत्ता लगाउने हेरौँ। सबै कुरा चाहिँ हामीहरूले अब यो सानो सेसनमा सबै कुराहरू चाहिँ हामीहरूले छुन सक्दैनौँ। अब हल्का हल्का माथि सर्फेसबाट सबै कुरा हेरौँ अनि रिसर्चहरू हेरौँ, त्यहाँ पछाडि हामीहरूले बेसिक कुराहरू कभर हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा मैले अगाडि पनि भनेको थिएँ, अब कम्प्युटर साइन्सको क्षेत्रमा अथवा म्याथमेटिक्सको क्षेत्रमा त यति धेरै कुराहरू भइसकेका छन्, अब ग्याप चाहिँ कसरी पत्ता लगाउँछ त भनेर भन्ने तपाईँहरूले सोच्नु भएको होला। अब ग्याप पत्ता लगाउने भनेको चाहिँ एकदमै सजिलो त भन्न नभनौँ, गाह्रै छ कुरा। ग्याप भनेको चाहिँ त्यो कुरा जुन कुरा अझसम्म कम्प्युटर साइन्सको क्षेत्रमा कसैले पनि गरेको छैन, जुन कुराको आन्सर कुनै पनि रिसर्च पेपरले दिन सकेको छैन, जुन क्षेत्र अझै पनि अनएक्सप्लोर्ड छ, त्यो कुरा नै तपाईँहरूले ग्यापको रूपमा भेट्टाउने हो। अब यसमा चाहिँ तपाईँहरूले के गर्नुहुन्छ भनेर भन्दाखेरि अलरेडी तपाईँको क्षेत्रमा पब्लिस गरिएका डकुमेन्टेसनहरू रिसर्च पेपरहरूलाई तपाईँहरूले एनालाइसिस गर्नुहुन्छ र त्यहाँबाट चाहिँ एउटा खतरा गोल्ड माइन हिडन सिक्रेट ठाउँ हुन्छ जहाँबाट तपाईँहरूले ग्याप पत्ता लगाउन सक्नुहुन्छ। त्यो ग्याप भनेको फ्युचर वर्क भन्ने सेक्सन हो। जुनसुकै रिसर्च पेपरमा पनि एउटा त्यो मल्टिपल ठाउँहरू हुन्छ, एब्स्ट्र्याक्ट हुन्छ होइन, त्यसमा इन्ट्रोडक्सन हुन्छ, प्रब्लम स्टेटमेन्ट हुन्छ, हरेक कुराहरू हुन्छन्। त्यो लास्टमा चाहिँ फ्युचर वर्क भन्ने सेक्सन हुन्छ जसमा चाहिँ के कुरा लेखिएको हुन्छ भनेर भन्दाखेरि हाम्रो यो रिसर्च पेपरले यतिसम्म काम गर्न सक्छ, तर यो कुरा गर्नको लागि चाहिँ अब फ्युचरमा चाहिँ हामीहरूले यस्तो सजेसन दिन चाहन्छौँ, यस्तो कुरा चाहिँ हाम्रो सिस्टमले गर्न सक्दैन भनेर त्यो फ्युचर वर्क भन्ने सेक्सनमा लेखेको हुन्छ। तपाईँहरूले 5-7 वटा आफ्नो फिल्डको पेपर्सहरूलाई पढेर त्यो स्क्रोल गर्दै लास्टमा पुगेर फ्युचर वर्क भन्ने सेक्सनमा जानुभयो भने अझसम्म कसैले पनि नगरेको जुन काम छ, जुन ग्याप छ, त्यो ग्याप चाहिँ तपाईँहरूले पत्ता लगाउन सक्नुहुन्छ। अब हामीहरूले चाहिँ यहाँनिर लाइभ यो कुरा कसरी गर्ने भनेर भन्ने कुरा हेर्नेछौँ। सबभन्दा पहिला चाहिँ मैले एउटा डेटा बुझ्न चाहन्छु। यहाँमध्ये कम्प्युटर साइन्स पढ्ने विद्यार्थीहरू कतिजना हुनुहुन्छ अथवा म्याथमेटिक्स अथवा अरू कुनै डिसिप्लिनको विद्यार्थीहरू कति हुनुहुन्छ यसरी भन्नुहोस् त। मैले दिने इक्जाम्पल चाहिँ अब कम्प्युटर साइन्सवाला भयो भने अरूलाई अलिकति गाह्रो हुन्छ होला, त्यही भएर एकचोटि हात उठाउनुहोस् त। कतिजना हुनुहुन्छ कम्प्युटर साइन्स पढ्ने? ह्यान्ड रेज गर्नु होला। म्यानेजमेन्ट, ठिक छ, म्यानेजमेन्टमा पनि हुन्छ, 22 जना हुनुहुन्न रहेछ। ल ठिक छ। अब बायोलोजीमा पनि भयो, बायोलोजीवाला विद्यार्थीहरूले पनि अब लेख्ने चाहिँ यसरी नै हो। अब
बायोलोजी जानेको मान्छेले झन् कम्प्युटर साइन्सवाला कुरा जान्यो भने अझ बेस्ट हुन्छ। लाइक हुन्छ नि क्यान्सर डिटेक्सन युजिङ एआई, मसिन लर्निङ यस्तो खालको टपिक्सहरूमा कम्प्युटर र बायोलोजीवाला टपिक्सहरूलाई फ्युज गरेर पनि तपाईँहरूले रिसर्च पेपर लेख्न सक्नुहुन्छ। अब हेर म चाहिँ यहाँनिर कम्प्युटर साइन्समा आफै कम्प्युटर साइन्सको विद्यार्थी, त्यही भएर मैले आफैले कम्प्युटर साइन्सको विषयमा चाहिँ कसरी गर्ने भन्ने कुरा गर्छु है त। जस्तै हामीहरूले हेर्छौँ एउटा अब यही नै गरौँ न, स्किन डिजिज डिटेक्सन using computer vision research पेपर गुगल स्कलर। अब यहाँ चाहिँ हामीहरूले के गर्छौँ भनेर भन्दाखेरि मैले चाहिँ यहाँनिर गुगलमा सर्च गरेँ र गुगलमा चाहिँ हाम्रो अहसम्म गरेको कुराहरू चाहिँ अहसम्म यो विषयमा चाहिँ छाला सम्बन्धी रोगहरूमा चाहिँ पत्ता लगाउनका लागि मसिन लर्निङ युज गर्ने टपिकमा चाहिँ कसले के अनुसन्धान गरेका छन् भन्ने कुरा मैले सर्च गरेँ गुगलमा। र एउटा पबमेड सेन्ट्रल भन्ने यो चाहिँ इन्टरनेसनल जर्नल हो। म चाहिँ यहाँनिर गएर थोरै तल जान्छु, इन्ट्रोडक्सन छ यहाँनिर, मेथोडोलोजी, रिलेटेड वर्क होइन, अनि त्यस पछाडि मटेरियल्स, फ्युचर वर्क, आधुनिक फिचर कन्ट्रोल। अब भन्नुहोस् त लिमिटेसन्स। अब यो पेपरमा चाहिँ हामीहरूले हेर्ने हो भने अब यसमा कसरी चाहिँ कुन मेथड्सहरू युज गरेको सबै कुरा चाहिँ यहाँ डिटेलमा भनेको छ मसिन लर्निङको। तपाईँहरू मसिन लर्निङको फिल्डमा हुनुहुन्छ भने तपाईँहरूले यहाँ भएको कुराहरू बुझ्नुहुन्छ। मैले गरेको रिसर्च पेपर चाहिँ मसिन लर्निङकै हो। अब यहाँनिर कन्क्लुजन छ, कन्क्लुजनवाला सेक्सनमा पनि अब हेर्नुहोस् है त। अब हेर्नुहोस् यहाँनिर चाहिँ यो कन्क्लुजनवाला सेक्सनमा गए पछाडि मैले यसमा लिमिटेसन के छ भनेर भन्ने कुरा मैले यहाँनिर पत्ता लगाउन सक्छु। अब कन्क्लुजनवाला पार्ट पढ्ने हो भने चाहिँ धेरै कुरा बुझिन्छ। जस्तै यही पार्ट हेर्ने हो भने चाहिँ यो यिनीहरूको जुन मसिन लर्निङको मोडल छ, यो मोडलले चाहिँ 87% एक्युरेसी पाएको रहेछ। एउटा रिसर्चको ग्याप के भयो भनेर भन्दाखेरि चाहिँ यिनीहरूले सिएनएनबाट गरे, कोभोल्युसनल न्युरल नेटवर्कबाट चाहिँ यो सिस्टम बनाए, जसमा एक्युरेसी भनेको यो छालाको रोग भनेको यो हो भनेर भन्ने कुरा सिस्टमले पत्ता लगाउने एक्युरेसी मात्र 87% थियो। एउटा एक्युरेसी भनेको त हामीहरूले यसभन्दा बढी एक्युरेसी पत्ता लगाउन सक्यौँ भने होइन, त्यो नै हाम्रो रिसर्च पेपरको एउटा एज भइहाल्छ। अब यसमा के टेक्निक्सहरू युज गरेको छ भनेर भन्ने कुरा यहाँनिर लेखेको छ। जस्तै यो चाहिँ के छ भनेर भन्दाखेरि मसिन लर्निङ, स्यालो लर्निङ, डिप लर्निङ, हाइब्रिड मोडल्स, CNN मोडल, स्क्रैच र 10⁻8 मिलियन प्यारामिटर्स, परफर्म बेटर 0.6 मिलियन प्यारामिटर्स, ब्यालेन्स क्लास डाटा अगमेन्टेसन। अब यहाँ चाहिँ के हुनसक्छ भनेर भन्दाखेरि यिनीहरूले अगमेन्टेसन गर्दाखेरि डेटाहरू कति युज गरेको छन् होइन, डेटाहरू चाहिँ यिनीहरूले अमेरिकन मान्छेकोहरू मात्रै हातहरू मात्रै युज गरेको हुन सक्छन्। यिनीहरूले चाहिँ मसिन लर्निङ त्यो डेटाहरू युज गर्ने बेलामा चाहिँ अब त्यो 80% 20% को रुल युज गरेर चाहिँ 80% डेटामा चाहिँ ट्रेन गरेर 20%मा चाहिँ यिनीहरूले टेस्ट गरेको हुन सक्छन्। अब हामीले के गर्न सकियो भनेर भन्दाखेरि अलरेडी यो जुन एक्जिस्टिङ रिसर्च छ, यो रिसर्च पेपर चाहिँ मानौँ होइन, अब यहाँ चाहिँ मैले अब सबै कुरा पढ्नको लागि त टाइम नै लाग्ने कुरा हो, टाइम कन्ज्युमिङ कुरा नै। यो रिसर्च पेपर लेख्न 3 देखि 6 महिना लाग्छ। अब मैले बेसिक के कुरा एज्युम गर्छु भनेर भन्दाखेरि यो रिसर्च पेपर मानौँ अफ्रिकामा अध्ययन गरिएको हो भने पछाडि यसमा डेटा सबै अफ्रिकन मान्छेहरूको राखिएको छ। अफ्रिकन मान्छेको नभनौँ, जस्तै अमेरिकन अथवा ककसियन मान्छेहरूको राखिएको छ जुन चाहिँ गोरा हुन्छन्। उनीहरूको ह्यान्डको जुन कलरको सेड हुन्छ त्यो सेड भनेको व्हाइट हुन्छ, फेयर हुन्छ। अनि यो सेतो खालको हातको डेटा राखियो भने चाहिँ यदि इन्डियन स्किन अथवा अफ्रिकन स्किनमा यदि त्यो CNN मोडललाई चाहिँ युज गर्ने हो भने यसले खतरै स्ट्रगल गर्छ। किन भन्दा त्यो कलर फरक परिहाल्छ। अनि त्यस पछाडि त्यो हाम्रो जुन मोडल ट्रेन गरेको थियो सेतो हातमा, अब अर्कै खालको रङको हात आउँदा बित्तिकै त्यो चाहिँ स्ट्रगल गरिहाल्छ। यदि यो चाहिँ यो मसिन लर्निङ मोडलको यिनीहरूको यदि कमजोरी छ भने, कमी छ भने हामीहरूले चाहिँ अब अरू टेक्निक्सहरू हुन्छन्। जस्तै अरू टेक्निक्सहरू भनेको चाहिँ हामीहरूको मिडिया पाइप, ल्यान्डमार्क जुन भन्ने एउटा टेक्निक छ, यसमा चाहिँ हामीहरूको हातको 21वटा पोइन्ट्सहरूलाई चाहिँ रिटेक्ट गरिन्छ। यस्तो खालको टेक्निक्सहरू युज गरेर हामीहरूले हातलाई रिटेक्ट गर्न सक्छौँ होइन। अरू टेक्निक्सहरू युज गरेर चाहिँ पहिला सुरुमा डेटालाई प्रिप्रोसेस गर्नको लागि अब यसलाई चाहिँ ब्राइटनेसहरू बढाएर हुन्छ कसरी हुन्छ, हामीहरूले अर्कै खालको तरिका युज गरेर अब त्यो अरू खालको रङ भएको हातमा पनि यो मोडलले राम्रो एक्युरेसी पाओस् भन्ने खालको तरिकाले त्यसमा काम गर्न सकिन्छ। यो गर्दा बित्तिकै चाहिँ हामीहरूले यसले गर्न नसकेको कामलाई हामीहरूले गऱ्यौँ। अब मैले त यहाँनिर एउटा मात्र पेपर पढेँ होइन, यस्तो मैले भर्खर भनेको कुरालाई पनि अरू पेपरहरूले गरिसकेको पनि हुन सक्छन्। यसको लागि तपाईँहरूले 5-7वटा पेपर पढेर आफ्नो फिल्डको, जस्तै यही फिल्डको तपाईँहरूले पेपरहरू पढेर गुगलमा गएर यस्तै पेपर्सहरू पढ्दै तपाईँहरूले चाहिँ यिनीहरूको जुन लिमिटेसन छ त्यो लिमिटेसनहरूलाई के गुगल डक्समा अथवा जुनसुकै तपाईँहरूले माइक्रोसफ्ट जे युज गर्नुहुन्छ त्यहाँनिर गएर टिप्नु पर्यो। टिपिसके पछाडि अनि त्यसमा चाहिँ तपाईँहरूले के कुरा कमी पत्ता लगाउनु भयो, जुन कुरा चाहिँ तपाईँहरूले सल्भ गर्न सक्नुहुन्छ त्यो भेटाएर चाहिँ तपाईँहरूले सल्भ गर्नु पर्यो। अब यसमा
भर्खरको जुन कुरा छ यसमा चाहिँ हामीले एकचोटि कन्क्लुजनमा गएर यसले लेखेको हेरौँ है। अब डिप लर्निङ मोडल्सहरू भनेको चाहिँ ब्ल्याक बक्सेसहरू भन्ने भएको भएर फ्युचर रिसर्चले चाहिँ के गर्न सक्छ भनेर भन्दाखेरि डिसिजन मेकिङ प्रोसेस दिस शुड बुस्ट हेल्थ केयर प्रोफेसनल पेसेन्ट ट्रस्ट एन्ड अन्डरस्ट्यान्डिङ इनेबलिङ एआई ड्राइभन डायग्नोस्टिक फ्युचर डेटा सेट एक्सपान्सन डाइभर्सिटी गुड इन्क्रिज मोडल पर्फर्मेन्स। अब यसमा यसले भनिहालेको छ, हामीले जुन अगाडि भनेको थियौँ यत्तिकै गेस गरेर, खास यसमा लिमिटेसन पनि त्यही नै रहेछ। अब यसमा डेटा सेट चाहिँ एकदमै मसिनो खालको युज गरेको छ, त्यही भएर चाहिँ यो हाम्रो यो रिसर्चले चाहिँ अब फर्दर फ्युचरमा गर्ने रिसर्चरहरूले चाहिँ के गर्न सक्नुहुन्छ भनेर भन्दाखेरि डेटा सेटलाई चाहिँ ठुलो बनाउन सक्नुहुन्छ। अनि त्यस पछाडि अलग अलग डाइभर्सिटी भनेको अलग अलग रेस भएका मान्छेहरूको चाहिँ त्यो डेटा लिएर चाहिँ यसलाई अझ एक्युरेट बनाउन सक्नुहुन्छ भनेर भनेको छ। यो मोडलको अलरेडी यो लिमिटेसन रहेछ, तपाईँहरूले एउटा लिमिटेसन पत्ता लगाइहाल्नु भयो। यस्तै गरी मल्टिपल जुन फिल्डहरूमा भएका जुन छन् त्यो तपाईँहरूले पत्ता लगाएर होइन, अब रिसेन्टली स्पेसिफिकली 2024मा पब्लिस भएको रहेछ होइन, 2025-26मा अझ खतरा तरिकाले केही पब्लिस भएको हुनसक्छ। तपाईँहरूले यी कुराहरू पत्ता लगाउनका लागि चाहिँ टुल्समा गएर एन टाइममा गएर चाहिँ जस्तै पास्ट इयरमा जानुभयो भने चाहिँ तपाईँहरूको पास्ट इयरमा पब्लिस भएको जस्तै 2025मा चाहिँ यहाँनिर यो पब्लिस भएको रहेछ, 2025मा पब्लिस भएको रहेछ होइन। यी कुराहरू तपाईँहरूले यहाँनिर 2026मा एउटा पब्लिस भएको रहेछ रिसर्च पेपर। तपाईँहरूले यसरी पत्ता लगाएर तपाईँहरूले के नयाँ कुरा दिन सक्नुहुन्छ भनेर भन्ने कुरा तपाईँहरूले यहाँनिर पत्ता लगाउने हो। अब हामीहरूले कसरी ग्याप पत्ता लगाउने भन्ने कुरा यहाँनिर बुझि नै हाल्यौँ। अब यस पछाडि हामीहरूले भर्खर यहाँनिर जुन कुरा भनेको थियौँ त्यसैलाई चाहिँ यहाँनिर राम्रोसँग लेखेको मात्रै हो। अब तपाईँहरूले जसरी जुन डिस्कसन्सहरू हुन्छन्, कन्क्लुजन हुन्छ, त्यो कन्क्लुजनबाट पार्टमा सधैँ के लेख्या हुन्छ भनेर भन्दाखेरि हाम्रो सिस्टमले चाहिँ जुन अमेरिकी डेटा सेट हुन्छ त्यसमा राम्रोसँग काम गर्यो, तर जति बेला हामीहरूले यो मोडललाई नेपाल इन्डिया जस्तो ठाउँमा डिप्लोय गऱ्यौँ त्यति बेला चाहिँ राम्रोसँग काम गर्न सक्दैन भनेर यदि उनीहरूले लेखेको रिसर्च पेपरमा लेखेको छ भने त्यो नै हाम्रो के भयो भनेर भन्दाखेरि हाम्रो रिसर्च ग्याप भयो, जसमा चाहिँ हामीहरूले काम गर्न सक्छौँ। यसरी तपाईँहरूले ग्याप पत्ता लगाउने हो। अरूको 5-7वटा आफ्नो फिल्डको रिसर्च पेपर पढ्ने र उनीहरूले गर्न सकेको कुरालाई चाहिँ रिपोर्ट गर्ने, जुन कुरा कसैले पनि गरे होइन त्यो कुरा चाहिँ आफूहरूले गर्ने हो। र सबभन्दा बढी टाइम दिनुपर्ने तपाईँहरूले यसैमा नै हो, किन भन्दा यही कुरा यदि रङ भयो भने तपाईँहरूको पुरै रिसर्च पेपर लेखेको खेर जान्छ। अब चाहिँ अर्को कुरा जुन छ त्यो कुरा भनेको चाहिँ नर्थ स्टार भनेर भनेको छ। नर्थ स्टार भनेको चाहिँ तपाईँहरूले आफ्नो कम्पास पत्ता लगाउनु पर्ने हुन्छ। कम्पास भनेको एउटा मेन्टर पत्ता लगाउनु पर्ने हुन्छ। यदि राम्रो मेन्टर भएन भने तपाईँहरूले सानो सानो मिस्टेक गरिरहेको हुन सक्नुहुन्छ, जुन कुराले चाहिँ पछाडि तपाईँलाई एकदमै ठुलो असर परिरहेको हुनसक्छ। त्यही भएर चाहिँ एउटा मेन्टर, जानेको मेन्टर चाहिँ तपाईँहरूले खोज्नु पर्यो। आफ्नो क्याम्पसमा हुनुहुन्न, तपाईँहरू यदि होइन चितवनमा हुनुहुन्छ, बुटवलमा हुनुहुन्छ भने काठमाडौँ पोखरातिर विभिन्न इभेन्ट्सहरू हुँदाखेरि त्यहाँनिर जानुहोस् र त्यहाँनिरको प्रोफेसरहरूसँग चिनजान गर्नुहोस्। यदि तपाईँहरूको आफ्नो स्ट्रिममा हुनुहुन्न भने बिसिएमा यदि होइन खतरा खालको प्रोफेसर हुनुहुन्छ भने उहाँसँग कन्ट्याक्ट गरेर उहाँसँग राम्रो चिनजान गरेर सर हजुर मैले चाहिँ यस्तो गरिरहेको छु, यस्तो रिसर्च पेपर लेख्न थालिरहेको छु अनि तपाईँको रिसर्च पेपर हेरेको चाहिँ तपाईँले यस्तो फिल्डमा चाहिँ रिसर्च गर्नु भएको रहेछ, हाम्रो फिल्ड चाहिँ कोलाइड गर्दो रहेछ, मिल्दो रहेछ, अनि तपाईँ चाहिँ मेन्टर बसिदिनु मेरो भनेर भन्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ। उहाँले तपाईँलाई गाइड गर्न सक्नुहुन्छ बेला बेलामा। अनि अर्को भनेको चाहिँ मैले एउटा खतरा ट्र्याप भेट्टाएको थिएँ। कहिले पनि रिसर्च पेपर लेख्ने बेलामा फर्स्ट अथरवाला पोजिसन कसैलाई पनि नदिनु होला। फर्स्ट अथर भनेको यतिसम्म इम्पोर्टेन्ट हुन्छ, कसैले पनि तपाईँको कामलाई यदि साइटेसन गर्छ भने, जस्तै यहाँनिर प्रदीप तिमिल सेनाले एउटा रिसर्च पेपर लेख्नुभयो भने फ्युचरमा कसैले उहाँकै फिल्डको जुन लिमिटेसन छ त्यो लिमिटेसनको आधारमा कसैले रिसर्च पेपर लेख्न खोजिरहेको छ भने प्रदीप एट अल भनेर यदि कसैले त्यो वर्कलाई चाहिँ साइड गर्न खोज्यो भने उहाँको नाम सुरुमा आउँछ। यसो गर्दाखेरि सबभन्दा भ्यालुएबल पोजिसन भनेको फर्स्ट अथरवाला पोजिसन हो। तर कुनै कुनै जुन मेन्टर हुन्छन् त्यो मेन्टरले चाहिँ त्यो फर्स्ट अथरवाला पोजिसनलाई ट्रेड गरेर मलाई तैँले फर्स्ट अथर पोजिसन दिन्छस् भने मात्रै म तँलाई मेन्टर गर्छु भनेर भन्न सक्नुहुन्छ। त्यस्तो ट्र्यापबाट बच्नु होला। त्यस्तरी सरहरू बस्ने पोजिसन भनेको प्रोजेक्ट इन्भेस्टिगेटर हो। उहाँहरू पिआईमै बस्ने हो, प्रिन्सिपल इन्भेस्टिगेटर भएर बस्ने हो। उहाँहरू चाहिँ फर्स्ट अथरमा बस्ने होइन, फर्स्ट अथर तपाईँहरू बस्ने हो होइन। तपाईँहरूले चाहिँ यदि त्यस्तो भन्नुहुन्छ भने चाहिँ यो कुरा रेड फ्ल्याग हो। तपाईँहरू आफै बसेको राम्रो हुन्छ। सबै कुरा तपाईँले गर्ने भए भाडा तपाईँ नै बस्न पाउनु पर्यो नि त। अब हामीहरूले भर्खर भनिहाल्यौँ ग्यापलाई कसरी पत्ता लगाउने भनेर भन्ने कुरा। अब यस पछाडि तपाईँहरूले रिसर्च पेपर यस्तो खालको कामहरूलाई चाहिँ अटोमेट गर्नको लागि एआईहरू कसरी कति हदसम्म युज गर्न सकिन्छ भन्ने कुरा पनि हामीले हेर्नेछौँ। अब तपाईँहरूले त्यो रिसर्च पेपर पढ्ने बेलामा सबै रिसर्च पेपर पढेर सकिँदैन। तपाईँहरूले चाहिँ के पढ्ने हो भनेर भन्दाखेरि चाहिँ तपाईँहरूले एब्स्ट्र्याक्ट र कन्क्लुजन पढ्नुहोस्। एब्स्ट्र्याक्टमा चाहिँ त्यो मेन कुराहरू सबै कुरा हाम्रो एब्स्ट्र्याक्टमा लेखिया हुन्छ। यो रिसर्च पेपरले के गर्न खोजिरहेको हो होइन, यो रिसर्च पेपरले कुन कुरालाई सल्भ गर्न खोजेको छ, कस्तो खालको मेथोडोलोजी युज गरिएको छ, कुन खालको डेटा सेटलाई युज गरिएको छ भन्ने कुरा एब्स्ट्र्याक्टमा हुन्छ, सुरुको पोइन्टमा हुन्छ। लास्टको कन्क्लुजनमा चाहिँ यो
हामीले बनाएको रिसर्चले चाहिँ के कुरा गर्न सकेको छैन भन्ने कुरा लिमिटेसन जस्तो कुरा राखेको हुन्छ। त्यही भएर तपाईँहरूले कुनै पनि रिसर्च पेपर अध्ययन गर्ने बेलामा सबै कुरा पढेर कहिल्यै पनि साध्य हुँदैन। तपाईँहरूले पहिला सुरुमा एब्स्ट्र्याक्ट पढ्नुहोस्, त्यहाँ पछाडि तपाईँहरूले कन्क्लुजन पढ्नुहोस्। त्यहाँ पछाडि तपाईँहरूले अब यो 5-10 मिनट लगाएर इन्ट्रोडक्सनलाई पढ्न सक्नुहुन्छ। सही। अनि त्यहाँ पछाडि जुन ग्राफ र पर्फर्मेन्सहरू छन्, कति कति एक्युरेसीहरू पाएको छ होइन, त्यो बेन्चमार्क्सहरूलाई तिनीहरूलाई पढ्न सक्नुहुन्छ। त्यहाँ पछाडि मेथोडोलोजीहरू चाहिँ कुन कुन गरेको छ भनेर भन्ने कुरा पढ्न सक्नुहुन्छ। यसरी लगभग 20 मिनटको एउटा हाराहारीमा चाहिँ एउटा पेपरलाई तपाईँहरूले अध्ययन गर्न सक्नुहुन्छ। तपाईँहरूलाई लाग्ला जब एउटा 8-10 पेपरको 8-10 पेजको एउटा पेपर लेख्नको लागि चाहिँ किन यति 4-6 महिना लाग्छ होला, किन यति धेरै गाह्रो हुन्छ, किन यति धेरै भ्यालु छ जब एउटा रिसर्च पेपर लेखेको भन्ने कुरा लाग्ला। रिसर्च पेपरमा दिमाग एकदमै धेरै युज गर्नुपर्छ, एकदमै रिगरस हुन्छ यो काम। तपाईँले अलरेडी गरेको सबै जुन क्षेत्रमा गरेका सबै रिसर्चहरू छन् ती सबैलाई पढेर कुराहरू आफूले फरक कुरा पत्ता लगाउनुपर्छ। तपाईँले लेखेका हरेक कुराहरूलाई तपाईँहरूले एउटा प्रुफ सहित ब्याक गरेको हुनुपर्छ। त्यही भएर चाहिँ रिसर्च पेपर लेख्ने काम एकदमै गाह्रो हो। हामीले चाहिँ अस्ति फाइनल इयर प्रोजेक्ट गर्ने बेलामा सरलाई चाहिँ यो CNN मोडल भन्दा चाहिँ जस्तै दुईवटा कुनै एउटा कम्प्युटरको मोडल्सहरू भनौँ होइन, एउटा CNN मोडल, अब CNN मात्रै नभनौँ न, सजिलो खालको भनौँ, यदि क्लड भन्दा जेमिनाई चाहिँ राम्रो छ भनेर मैले यदि मेरो रिसर्च पेपरमा लेखेँ भने होइन, जुन क्लड भन्ने AI टुल छ त्यो भन्दा चाहिँ जेमिनाई राम्रो छ भनेर मैले लेखेँ भने त्यसमा तपाईँहरूले त्यो ओपिनियन लेखेको भयो। यदि अलरेडी कसैले रिसर्च पेपरमा दुईटालाई युज गरेर तिनीहरूको एक्युरेसी कति छ, हेलुसिनेसन रेट कति छ, तिनीहरूमा चाहिँ कुनले म्याक्सिमम टाइममा एक्युरेट आन्सर दिएको छ, कस्टमर बडी सेटिस्फाइड कुन टुल युज गर्दा भएको छन् भनेर यदि कसैले 1000 जना 2000 जना मान्छेहरूबाट डेटा कलेक्ट गरेर यदि फाइनलाइज रिपोर्ट यदि बनाएको छ र त्यो रिपोर्टको कन्क्लुजन चाहिँ यदि क्लड भन्दा जेमिनाई बेटर छ भनेर आएको छ भने मात्रै तपाईँहरूले आफ्नो पेपर लेख्न सक्नुहुन्छ। तपाईँहरूले आफ्नो ओपिनियन कहिले पनि रिसर्च पेपर लेख्न पाउनुहुन्न। तपाईँहरूले लेखेको प्रत्येक सेन्टेन्स एउटा अलरेडी गरिएको रिसर्चमा चाहिँ त्यो कुरा प्रुभ भइसकेको हुनुपर्छ। यो कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। हामीले पनि त्यस्तै गरेर लेखेका थियौँ। अनि त्यसपछि यो कुरा चाहिँ कहाँ छ, तिमीले कहाँबाट लेख्यौ भनेर सरले सोधिरहनु भएको थियो। अब म त फर्स्ट टाइम अक्क नबक्क परेँ। यस्तै हुन्छ। अब हामीहरूले चाहिँ रिसर्च पेपर लेख्ने बेलामा सबभन्दा बेसिक फर्मेट भनेको IMRAD भन्ने एउटा जुन फर्मेट छ, यो चाहिँ तपाईँहरूले बेसिक एउटा फर्मेट लेख्नुपर्छ। यहाँबाट माथि चाहिँ तपाईँहरू जति माथि चाहँदा पनि हुन्छ। बेसिक फर्मेट भनेको यति कुरा तपाईँहरूको रिसर्च पेपरमा हुनैपर्छ। सबभन्दा फर्स्टमा तपाईँहरूले टाइटल लेख्नु पर्यो। कुनै पनि पेपर लेख्ने बेलामा तपाईँले टाइटल लेख्नु पर्यो। जस्तै म चाहिँ यहाँनिर एउटा पेपर देखाउँछु। यो पेपरको टाइटल चाहिँ जुन छ, ट्रान्सफर्मिङ एग्रिकल्चर विथ IoT इन नेपाल, अपर्च्युनिटिज एन्ड च्यालेन्जेस, 2025मा अब जर्नल अफ दुर्गा लक्ष्मी, प्रकाश दत्त भट्ट भन्ने त्रिभुवन युनिभर्सिटीको त्यहाँ रिसर्चरले यो रिसर्च पेपर पब्लिस गर्नु भएको रहेछ। यसको टाइटल के भयो भनेर भन्दाखेरि यो भयो। अब यहाँनिर एब्स्ट्र्याक्टमा चाहिँ पढ्ने हो भने अब IoT युज गरेर चाहिँ कसरी हामीहरूले कृषिमा चाहिँ राम्रो काम गर्न सकिन्छ, यस्तै कुराहरू यहाँनिर छन् होला। अब यो कुरा चाहिँ फुल्ली हेर्नको लागि डाउनलोड गर्नुपर्छ। जस हेरौँ है, यहाँनिर चाहिँ उहाँको यो पुरै पेपर यहाँनिर छ। अब यो पेपर हेर्दाखेरि चाहिँ यो पेपरमा चाहिँ के फर्मेट युज भएको छ भनेर भन्ने कुरा सर हेरौँ। सबभन्दा पहिला हाम्रो एब्स्ट्र्याक्ट छ। एब्स्ट्र्याक्ट भन्ने चाहिँ हामीहरूको यहाँनिर छ, हेर्नुहोस् है त। एब्स्ट्र्याक्टमा चाहिँ अब यो विशेष गरी यो केस विषयमा लेखिएको हो होइन। तपाईँहरूको रिसर्च पेपर कसैले पनि पढिरहेको छ भने तपाईँहरूको एब्स्ट्र्याक्ट पढ्दा बित्तिकै बेसिक कुरा सबै कुरा यहाँबाट बुझ्नुपर्छ। एब्स्ट्र्याक्ट भनेको त्यति खुल्ने किसिमको हुनुपर्छ। अनि त्यहाँ पछाडि यो चाहिँ हाम्रो इन्ट्रोडक्सन भयो होइन। हाम्रो यो इमराडको चाहिँ जुन एउटा यो पिलर छ, यो पिलर हेर्ने हो भने एब्स्ट्र्याक्ट र टाइटल हामीहरूले देखि नै हाल्यौँ। यो एन्ट्री पोइन्ट सबैमा हुनै पर्यो रिसर्च पेपरमा बेसिक कुरा। अर्को भनेको इन्ट्रोडक्सन हुनु पर्यो। यो रिसर्च पेपरमा तपाईँहरूले हेर्नुहुन्छ भने यहाँनिर पनि इन्ट्रोडक्सन लेख्या छ। अब तपाईँहरूले जस्तै भर्खर यहाँनिर तिमल सिन्हा भनेर भन्यो हामीले होइन, प्रदीप तिमल सिन्हाको इक्जाम्पल दिइरहेको थियौँ। अब यहाँनिर हेर्ने हो भने केही दशक अगाडिसम्म एग्रिकल्चर भनेको नेपालको मेन अकुपेसन हुन्थ्यो र 65% नेपालको GDP भनेको यसमा बेस्ट थियो भनेर तपाईँहरूले भन्नुभयो भने तपाईँहरूले मनगणन्त तरिकाले 65% नेपालको जनता चाहिँ कृषिमा आधारित थियो अथवा नेपालको GDP कृषिमा आधारित थियो भनेर भन्न पाउनुहुन्न। यो कुरा यिनले कहाँबाट ल्यायो भन्दाखेरि यो तिमिल सिन्हा भन्ने मान्छेले 2019मा गरेको जुन रिसर्च छ, यो रिसर्चबाट चाहिँ यो कुरा थाहा पाइयो, 65% डेटा। अब मैले त साइटेसनमा हेर्ने हो भने तिमिल सिन्हाको जुन डेटा छ, रोक्नुहोस् है त, तिमिल सिन्हाको डेटा चाहिँ अब यिनले चाहिँ
तिमिल सिन्हा आर्य ओझा यिनले चाहिँ 2019 मा एग्रिकल्चर ल्यान्ड डिजिज इन नेपाल प्रोस्पेक्टिभ इम्प्याक्ट्स अन फुड सेक्युरिटी जर्नल अफ एग्रिकल्चर र फरेस्ट्री युनिभर्सिटीमा चाहिँ अब यहाँ चाहिँ यो कुरा चाहिँ यसमा लेखिया रहेछ 65% छ भनेर भन्ने कुरा यिनले सुरुमै इन्ट्रोडक्सनको सुरुमै लेखेका कुरा चाहिँ यो पेपरबाट ब्याग छ अलरेडी यो विषयमा रिसर्च भइसकेको छ यसरी चाहिँ उनले यहाँ रिसर्च पेपर लेखेका छन् यसरी चाहिँ तपाईहरुले आफूले लेखेका हरेक कुराहरू चाहिँ अलरेडी पब्लिश भएको रिसर्चबाट ब्याक गराउनु पर्यो यसरी चाहिँ एउटा चेन अफ ट्रस्ट चाहिँ रिसर्च वाला फिल्डमा इस्टाब्लिश हुँदै जान्छ तपाईहरुले ओपिनियन लेख्ने होइन अलरेडी भएका कुराहरुमा बेस्ड भएर आफ्ना सबै कुराहरुलाई ध्यान राख्नुपर्छ अब यहाँनिर हेर्ने हो भने अब यहाँ अरु इन्ट्रोडक्सनमा अरु कुराहरु पनि छन् अब सबै कुरा त हामीहरुले पढ्नु परेन अब जहाँनिर चाहिँ अलिकति फ्याक्ट वाला कुरा गरेको हुन्छ त्यहाँनिर चाहिँ हामीहरुले यो दिइहाल्नु पर्यो साइटेसन जस्तै यहाँनिर हेर्नुहुन्छ भने दिस विल क्रिएट प्रब्लम्स इन द फ्युचर रिगार्डिङ फुड एन्ड क्रप्स The traditional obsolete way of farming is also responsible for the reduction of agriculture production, which has been observed by many researchers. अब दुगुमा एन्ड बाई 2025 अनि अहमद एट अल 2018 यी दुईजना रिसर्चरले गरेको अनुसार चाहिँ यदि पुरातनवादी तरिकाबाट चाहिँ यदि खेती गर्ने हो भने चाहिँ खेतीपाती कम हुन्छ भन्ने कुरा उहाँहरूले पत्ता लगाउनु भयो भनेर भनेको छ यदि यो हामीले हेर्ने हो भने यिनीहरूको रिसर्च पेपरमा यो कुरा अलरेडी प्रमाणित भइसकेको छ त्यही भएर यिनले चाहिँ यहाँनिर माथि र त्यो कुरालाई चाहिँ दिए यसरी हेर्ने हो भने हामीहरूले लेखेको हरेक कुरा चाहिँ यो कुरालाई चाहिँ फलो गरेको हुनुपर्छ हरेक कुरा चाहिँ हामीहरुको एउटा रिसर्चबाट ब्याक्ड भएको हुनुपर्छ अब मेथोडोलोजी भनेर भनेको चाहिँ अब लिटरेचर रिभ्यू भनेको चाहिँ के हो भनेर भन्दाखेरि अगाडि हामीले जति पनि भनेका थियौं अझसम्मको सिस्टमहरु लिटरेचर भन्दाबित्तिकै अझसम्मको जुन रिसर्च पेपरहरु छन् उनीहरुले के गरेको छन् त भनेर भन्ने कुरा तपाईहरुले यहाँनिर डिस्कस गर्ने हो अब यही पेपरमा हामीहरुले रिसर्च पेपरमा चाहिँ हामीहरुले लिटरेचर रिभ्यू वाला सेक्सन एकचोटी सर हेरौं है कन्ट्रिब्युसन अफ स्टडी भन्दाबित्तिकै चाहिँ यो रिसर्च पेपरले चाहिँ के गर्नेवाला छ भनेर भन्ने कुरा हेर्ने छ आउटलाइन्स भनेर भनेको छ एट्रिब्युट्स कसरी एब्रिभिएसन्सहरु छ यहाँनिर त्यहाँ पछाडि लिटरेचर रिभ्यू भनेर भन्ने एउटा डेडिकेटेड सेक्सन हुन्छ जहाँनिर चाहिँ आजसम्म के कुरा भएको छ र ग्याप चाहिँ के छ त आजसम्म के हुन सकेको छैन त जुन कुरालाई चाहिँ मैले यो पेपरबाट प्रमाणित गरिरहेको छु त भनेर भन्ने कुरा हामीहरुको प्रकाश दत्त भट्टले चाहिँ यहाँनिर एक्सप्लेन गर्नु भएको छ चर्चा गर्नु भएको छ तपाईहरुले यो पाठ पढ्नु भयो भने चाहिँ थोरै पाठ यहाँनिर पढौं ताकि तपाईहरुलाई पनि अलिकति आइडिया होस् जस्तै यहाँनिर हेर्ने हो भने आईओटी एप्लिकेशन्सहरुले चाहिँ ट्रेडिसनल फार्मिङहरुलाई चाहिँ डिजिटल फार्मिङ अब सेन्सर अटोमेटेड डिभाइस यहाँ छ 21 सेन्चुरीबाट नै विभिन्न प्र्याक्टिसहरु गरिएको थियो स्मार्ट तरिकाले खेती गर्नको लागि अब हेर्ने हो भने यहाँनिर हेर्नुस् है 21औं सेन्चुरीबाट नै विभिन्न प्र्याक्टिसहरु गरिएको थियो भनेर भन्ने कुरालाई चाहिँ यहाँनिर क्रिस्टोफर एट अल भनेर भनेको छ एट अल भनेर भनेको चाहिँ क्रिस्टोफर अनि यिनी लगायतका अरु जुन रिसर्चरहरु छन् उनीहरुको रिसर्च पेपरबाट चाहिँ यो कुरा साइटेसन गरिएको भनेर भनेको हो तपाईहरु फर्स्ट अथर हुनुभयो भने चाहिँ तपाईहरुको नाम यसरी आउँछ क्रिस्टोफर भनेर आउँछ यदि तपाईहरु सेकेन्ड अथर हुनुभयो भने चाहिँ तपाईहरुको यसै गाडिन्छ तपाईहरुले चाहिँ फर्स्ट अथर त्यही भएर मैले अगाडि नै भनेको थिएँ नेपालमा चाहिँ टिचरहरु यतिसम्म हुनुहुन्छ कि हैन त्यो मेन्टर भएको साटो चाहिँ मलाई फर्स्ट अथर पोजिसन चाहिन्छ भनेर भन्नुहुन्छ फर्स्ट अथर पोजिसन चाहिने भनेको उहाँहरुले आफ्नो नाम यसरी आउला भनेर हो तपाईहरु आफैले गरेको रिसर्च पेपर र आफ्नो मेहनतमा चाहिँ कहिले पनि कसैलाई पनि फर्स्ट अथर पोजिसन ट्रेड नगर्नुस् तपाईहरुले लेखेको पेपरमा चाहिँ तपाईको आफै नाम आउनुपर्छ अब यहाँनिर चाहिँ यदि फर्दर पढ्दै जाने हो भने चाहिँ अब जस्तै यहाँ हेर्नुस् जस्तै अथर्स इन चौहान एट अल 2021 मा चाहिँ के गरेका भन्दाखेरि चौहानले गरेको 2021 वाला रिसर्च पेपरमा चाहिँ के छ भनेर भन्दाखेरि पीएच सेन्सरहरुको बारेमा कुरा गरिएको थियो जीपीएस सेन्सरको बारेमा कुरा गरिएको थियो एग्रिकल्चरको टेम्परेचरको सेन्सरहरुको बारेमा कुरा गरिएको थियो भनेर भनेको छ अनि अरु स्टडीजहरुमा पनि के थियो अझसम्म के भएको थियो भनेर भन्ने कुरा गरेको छ अब फाइनली सेकेन्ड प्याराग्राफमा चाहिँ अझसम्म के भएन भन्ने कुरा यहाँनिर सायद छ होला अब आईओटी र अरु कन्टेम्पोरेरी टेक्नोलोजी हुँदाखेरि पनि अब एग्रिकल्चरमा चाहिँ यस्तो कुराहरु चाहिँ केही कामै छैन के भन्दाखेरि भने एकजना मान्छे आउनुभयो म उहाँलाई एक्सेप्ट गर्छु ल अनि यो पेपरले चाहिँ के गरेका त भनेर भन्दाखेरि आईओटी लाई चाहिँ हामीहरुले गुगल स्कलरको डेटा लिएर चाहिँ एक्ज्याक्टली आईओटी लाई कसरी युज गर्न सकिन्छ जसले चाहिँ एग्रिकल्चरमा एउटा राम्रै किसिमले कन्ट्रिब्युसन गर्न सकोस् भन्ने कुरा चाहिँ हाम्रो यो पेपरले गरेको छ भनेर भन्ने कुरा गरे यहाँनिर अनि यसमा चाहिँ 2020 पछाडिको कोभिड पेन्डेमिकले जुन तरिकाको चाहिँ चेन्जेसहरु गयो हैन जुन तरिकाको चाहिँ टेक्नोलोजिकल चेन्जेसहरु भयो त्यो कुरासँग रिलेभेन्ट हुने तरिकाले चाहिँ यो पेपरमा हामीहरुले एग्रिकल्चरलाई चाहिँ कसरी रिभोल्युसनाइज गर्न सकिन्छ भन्ने कुरा प्रेजेन्ट गरे हौं भनेर इनले चाहिँ यहाँ रिसर्च ग्याप पत्ता लगाए अब अझौडा पेपरको हामीहरुले एक्जाम्पल हेर्ने हो र कुनै कि तपाईहरुले बुझ्नु भयो हेर्ने कुरा कसरी चाहिँ यो हुन्छ नि लिटरेचर रिभ्यू गर्ने कुरा भन्ने कुरा
अब हेरौँ है, मेथोडोलोजी भनेर भन्ने कुरा चाहिँ कसरी हामीले यो बनाइयो भनेर भन्ने कुरा हो। डेटा कलेक्सनहरू कसरी गरियो, कुन तरिकाले चाहिँ हामीले यो डेटालाई स्प्लिट गरियो, सबै कुरा चाहिँ हामीहरूले मेथोडोलोजीमा गर्नु पर्यो। रिजल्ट र डिस्कसनमा चाहिँ हाम्रो सिस्टम कति % एक्युरेट छ, हाम्रो सिस्टमले चाहिँ अब अगाडिको त जुन स्किन डिजिजवाला कुरा मैले गरेको थिएँ, तपाईँहरूको यो रोग पत्ता लगाउने कुरा चाहिँ कति % एक्युरेसीको साथ भन्छ भनेर भन्ने कुरा तपाईँहरूले रिजल्ट र डिस्कसनवाला सेक्सनमा गर्नु पर्यो। यही पेपरको यदि हामीले रेफरेन्स लिने हो भने यो पेपरमा पनि यिनले जुन निकालेको सिस्टम छ, यो सिस्टमको चाहिँ अब यहाँनिर हेर्ने हो भने अब कन्क्लुजन भन्दा अगाडि चाहिँ रिजल्ट र फ्युचर डिरेक्सन भनेर भनेको छ। यिनको आफ्नै पेपरको जुन कमी कमजोरीहरू छन् उनले यहाँनिर लेखेका छन्। अपर्च्युनिटिज यहाँनिर चाहिँ 6 होला, यो 6 होला होइन, हुनैपर्छ। अब मेथड्स र टेक्नोलोजिजहरूमा चाहिँ यिनले यहाँनिर डिस्कस गरेका छन् होइन। अब के युज गरे यिनले भनेर भन्ने कुरा अब धेरै टेक्निकल चाहिँ हामीहरू अब जस रिजल्ट र डिस्कसन पनि गर्नु पर्यो र फाइनली हामीहरूको कन्क्लुजन, यो प्रोजेक्टले यो रिसर्चले चाहिँ के कुराहरू पत्ता लगायो र भविष्यमा चाहिँ अरू आउने रिसर्चरहरूले के गर्न सक्छन् भन्ने कुरा यिनले फाइनली यसरी आउटलाइन गरेर यो IMRAD, जसमा चाहिँ हामीहरूले टाइटल कुरा गर्नु पर्यो होइन, इन्ट्रोडक्सन कुरा गर्नु पर्यो, मेथोडोलोजी कुरा गर्नु पर्यो, फिचर्सहरू कुरा गर्नु पर्यो र त्यहाँ पछाडि हामीहरूले कन्क्लुजन रेफरेन्सको कुरा गर्नु पर्यो। यसलाई चाहिँ हामीहरूले यसरी यो बेसिक फर्मेट चाहिँ यस्तो खालको तपाईँहरूले युज गर्न सक्नुहुन्छ। यसबाहेक अरू कुरा पनि तपाईँको टाइटलमा आउने जस्तो छन् भने तपाईँहरूले थप्न सक्नुहुन्छ। अनि त्यस पछाडि यो रिसर्च पेपर लेख्ने तरिका भनेको एकदमै रिगरस हुन्छ। तपाईँहरूले एकचोटि लेखेर त्यो कहिले पनि कम्प्लिट हुँदैन। तपाईँहरूले लेख्दै फाल्दै फेरि त्यसलाई लेख्दै फाल्दै त्यसमा चाहिँ ग्रामरहरू करेक्ट गर्दै फेरि लेख्दै रिराइट गर्दै गर्ने कुरा नै एकदम नेचुरल तरिकाले तपाईँहरूले धेरै तरिकाले चाहिँ यो कुरा गर्नुपर्छ। अनि कहाँ चाहिँ यसलाई पब्लिस गर्ने त तपाईँहरूले मानौ एउटा रिसर्च पेपर लेखिसक्नु भयो अरे, तपाईँको मेन्टरले पनि ग्रिन लाइट चाहिँ दिनुभयो अरे, तैँले लेखेको बाबु तैँले लेखेको चाहिँ रिसर्च पेपर राम्रो छ, अब पब्लिस गर्दा हुन्छ भनेर भन्नुभयो अरे। अब यो जान्छ चाहिँ कहाँ त नि, तपाईँहरूले यसलाई पब्लिस नै गर्न सक्नु भएन भने पनि त्यसको कुनै पनि महत्त्व हुँदैन है। अलिअलि महत्त्व त हुन्छ होइन, अन्डर रिभ्यू छ भनेर फरेन अपर्च्युनिटिजहरूमा अप्लाई गर्दाखेरि, तर त्यो पब्लिस भयो भने मात्रै त्यसको ओरिजिनल जुन भ्यालु छ त्यो भ्यालु बल्ल बढ्ने हो। एउटा ठाउँ भनेको कन्फरेन्सेसहरू। यदि IOEहरूको कुरा गर्ने हो भने चाहिँ क्वेसन सोध्नु भएको छ, फर्स्टमा पेपर लेखेर पब्लिकेसन अनुसार फर्ममा लग्ने कि सुरुमा पब्लिकेसन फिक्स गरेर लेख्ने? होप यो क्वेसन एड्रेस गर्नुहुन्छ होला, यदि भएन भने लास्टमा गरिदिनु होला। म अहिले भर्खर भनिहाल्छु। अब उहाँले चाहिँ एकदम राम्रो कुरा गर्नुभएको छ। तपाईँहरूले कहाँनिर पब्लिस गर्ने हो भनेर भन्ने कुरा जहिले पनि पहिल्यै फिक्स गर्नुपर्छ। हामीहरूको पब्लिकेसनको लागि 2-3वटा अलग अलग जुन तपाईँहरूले भेन्यू सेलेक्ट गर्नुहुन्छ त्यो भेन्यू र जर्नल अनुसार चाहिँ फर्मेट कुनमा लेख्ने भन्ने कुरा फरक पर्छ। मैले तपाईँहरूलाई यहाँनिर गुगलमा सर्च गरेर भर्खर देखाइहाल्छु। एउटा भनेको चाहिँ APA फर्मेट भनेर भन्ने हुन्छ। APA फर्मेटमा चाहिँ तपाईँहरूले सिङ्गल कोलममा एउटा पेजमा बस सिङ्गल तरिकाले चाहिँ यसरी तपाईँहरूले पेपर लेख्नुहुन्छ भने यो APA फर्मेट चाहिँ हामीहरूको यो साइटेसनको लागि पनि हो। यो चाहिँ ACM फर्मेट। ACM फर्मेट चाहिँ हामीहरूको ACM फर्मेट पनि डुअल युज गर्दो रहेछ। IEEE फर्मेट, सिङ्गल कोलम एन्ड डबल कोलम फर्मेट। अब तपाईँहरूले दुई तरिकाले चाहिँ अलग तरिकाले, अब मेनली भनेको चाहिँ तपाईँहरूले हामीले टार्गेट गर्ने भनेको IEEE वाला कुराहरूलाई नै टार्गेट गर्ने हो। IEEE वाला कुराहरूलाई टार्गेट गर्नुभयो भने चाहिँ यिनले कमनली डबल कोलमवाला फर्मेट युज गर्छन्। डबल कोलमवाला फर्मेट भनेको चाहिँ यस्तो तरिकाले एउटा सिङ्गल पेजमा तपाईँले एक साइडमा चाहिँ लेख्दै जानुभयो, त्यहाँ पछाडि त्यही पेजमा फेरि अर्को साइडमा आधा पछाडिको जुन 50% छ त्यहाँ फेरि त्यही कुरालाई कन्टिन्यू गर्दै जानु पर्यो। यसरी तपाईँहरूले लेख्नुपर्छ। त्यो गुगल डक्स युज गर्नुहुन्छ अथवा माइक्रोसफ्ट वर्ड युज गर्नुहुन्छ, तपाईँहरूले यसरी चाहिँ डबल कोलममा लेख्नुपर्छ। यदि तपाईँहरूले IEEE वाला फर्मेट चुज गर्ने यदि गर्नुभएको छ भने, नभए तपाईँहरूले अब सिङ्गल कोलम लेख्छ भने सिङ्गल कोलमवाला गर्नु पर्यो। तपाईँहरूले सबभन्दा बेस्ट बेट भनेको नेपालमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूले म्याक्सिमम डबल कोलमै युज गर्दा हुन्छ। धेरै जसो रिप्युटेड जर्नल्सहरूमा डबल कोलमै एक्सेप्ट गर्छ। अनि एउटा चाहिँ मैले देखेको एउटा त्रिभुवन युनिभर्सिटीकै IOE कन्फरेन्स पनि थियो कुनै, नेपाली साइन ल्याङ्ग्वेज रिकग्निसन सिस्टम IOE पुल्चोक। यहाँनिर चाहिँ यो IOE पुल्चोकमा चाहिँ यो कन्फरेन्समा राखेका रहेछन्। यसमा हेर्ने हो भने पनि डबल फर्मेटवाला डबल कोलमवाला फर्मेट चाहिँ यहाँनिर युज गरेको छ। बेस्ट बेट भनेको तपाईँहरूले नर्मली डबल कोलमवाला युज गर्नुभयो भने चाहिँ धेरैमा यो कुरा सुइटेबल हुँदो रहेछ। अब मैले गर्न लागेको भने त्यही भएर डबल कोलममै गरिरहेको छु। यदि तपाईँहरूले
अप्लाई गर्दाखेरि डबल कोलमबाट रिजेक्सन खानुभयो भने पनि टेन्सन मान्ने होइन। तपाईँहरूले मल्टिपल फर्मेटमा चाहिँ लेख्न सक्नुहुन्छ। जस्तै तपाईँहरूले गुगल डक्स युज गर्नुभयो भने पनि डबल कोलमको एउटा बनाउनुहोस्, सिङ्गल कोलमको एउटा बनाउनुहोस्, अनि सिङ्गल कोलम चाहिनेमा सिङ्गल कोलमवाला फर्मेट अपलोड गरिदिनुहोस्, डबल कोलम चाहिनेमा डबल कोलमवाला फर्मेट अपलोड गरिदिनुहोस्। अनि मार्केटमा थुप्रै टुल्सहरू पनि छन्, सिङ्गल कोलमलाई डबलमा कन्भर्ट गर्ने, डबललाई चाहिँ सिङ्गलमा कोलम गर्ने, तिनीहरू पनि युज गर्न सक्नुहुन्छ। अनि अर्को एउटा टुल छ, मलाई अलिअलि सरले भन्नुभएको थियो मेन्टरले, ओभरलिफ भन्ने टुल। तपाईँहरूले यदि यसमा चाहिँ तपाईँहरूले यदि रिसर्च पेपर लेख्नुहुन्छ भने तपाईँहरूले सिङ्गल क्लिकमा नै डबल कोलमबाट सिङ्गल कोलम, सिङ्गल कोलमबाट डबल कोलम, ताकि तपाईँले जहाँ पब्लिस गर्ने जुन रिक्वायरमेन्ट छ त्यही अनुसार चाहिँ तपाईँहरूले यो कोलमवाला रिक्वायरमेन्टलाई चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। ल ठिक छ। अब हाम्रो भेन्युजहरू चाहिँ कहाँ कहाँ पब्लिस गर्ने भनेर हामीहरूले भनिरहेको थियौँ। अब एउटा भनेको कन्फरेन्सेसहरू हो। हामीहरू टियुमा छौँ। अब हामी वीरेन्द्र मल्टिपल क्याम्पसमा पढ्ने कतिजना हुनुहुन्छ एकचोटि हात उठाउनुहोस् त। वीरेन्द्र मल्टिपल क्याम्पस चितवनमा पढ्ने कतिजना हुनुहुन्छ? ह्यान्ड रेज गर्नु होला। 10जना हुनुहुन्न रहेछ। ल हाम्रो वीरेन्द्र मल्टिपल क्याम्पसको पनि आफ्नो एउटा जर्नल रहेछ। प्रदीप सरले भन्नुभएको थियो। अब जर्नल भने पछाडि हाम्रै वीरेन्द्र मल्टिपल क्याम्पसमा पनि एउटा कमिटी रहेछ, जुन कमिटीले चाहिँ हाम्रो पेपरलाई रिभ्यू गरेर पब्लिस गर्दो रहेछन्। 4-5जना सरहरू बस्नु हुँदो रहेछ। हाम्रो पेपरमा चाहिँ अब के कुरा यिनीहरूले नयाँ पत्ता लगायो भनेर त्यो कुराहरू हेरेर यस्तो रिभ्यू गरेर लिटरेचर रिभ्यूहरू गरेर हाम्रो पेपरमा चाहिँ अब के फिडब्याकहरू दिएर त्यहाँ पछाडि पब्लिस गर्ने नगर्ने त्यो कुराहरू हाम्रो क्याम्पसको लेभलमा पनि हुँदो रहेछ। यो भनेको एकदम सानो लेभलको हो। तपाईँले विदेशको फरेन अपर्च्युनिटिजहरूलाई अप्लाई गर्दाखेरि चाहिँ मेरो पेपर वीरेन्द्र मल्टिपल क्याम्पसमा पब्लिस भएको छ भनेर केही पनि त्यसको भ्यालु हुँदैन। त्रिभुवन युनिभर्सिटी नै धेरैजनालाई चिनिरहेको हुँदैन। अब वीरेन्द्र मल्टिपल क्याम्पस कहाँबाट चिनुन्? अब तपाईँहरूले चाहिँ अलिकति रिपिटेड, अब यदि पेपर चाहिँ तपाईँहरूको तगडा छ, तपाईँहरूले खतरा तरिकाले यदि रिगरस तरिकाले पेपर लेख्नु भएको छ भने तपाईँहरूले टार्गेट गर्ने भनेको IEEE लेभलको कन्फरेन्सेसहरूमा हो। अब यसको लागि चाहिँ भेन्युजहरू भनेको के छ भनेर भन्दाखेरि एउटा भनेको चाहिँ अब धेरै ठाउँमा आएर तपाईँहरूले पब्लिस गर्नको लागि पैसा पनि तिर्नुपर्ने हुन्छ। हो, त्यही पैसा तिर्ने ठाउँमा चाहिँ फन्ड्सहरू काम लाग्छ, जुन फन्ड्सको लागि चाहिँ तपाईँहरूको मेन्टरले हेल्प गर्नुहुन्छ। मेन्टरको काम भनेको तपाईँहरूको फर्स्ट अथरवाला पोजिसनलाई चोर्ने होइन, तपाईँहरूलाई चाहिँ त्यस्तै खालको कुराहरूमा पब्लिस गर्नको लागि फन्ड्सहरू दिलाउन हेल्प गर्ने हो। अब नेपालमा चाहिँ सिस्टम अलिकति फरक छ। अनि अरू कन्फरेन्स, अरू जर्नल्सहरू भनेको चाहिँ तपाईँहरूको प्रिप्रिन्ट्स भनेर भन्ने हुन्छ। जस्तो तपाईँहरूको पब्लिस भएको छैन तैपनि तपाईँले त्यसलाई देखाउन चाहनुहुन्छ भने ARXIB यो आर्चिभ भन्ने ईहरू छन् होइन, यसमा चाहिँ तपाईँहरूले पब्लिस नहुँदै पनि आफ्नो पेपरलाई चाहिँ यहाँनिर लिस्ट आउट गर्न सक्नुहुन्छ। अनि यस्तै थुप्रै प्रिप्रिन्ट सर्भिसहरू छन् जसमा चाहिँ तपाईँहरूको लिटरेचर रिभ्यू चाहिँ भएको हुँदैन, तर तपाईँहरूले पब्लिस हुनुभन्दा अगाडि चाहिँ यहाँनिर राख्न सक्नुहुन्छ। अनि कतै अब विदेशतिर अप्लाई गर्दै हुनुहुन्छ, पब्लिसै भएको छैन भने पनि आर्चिभवाला लिङ्क हालेर चाहिँ मेरो यो चाहिँ रिभ्यूमा छ भनेर तपाईँहरूले भनेर पनि यसो ट्याकटुक पार्न सक्नुहुन्छ। अनि त्यस पछाडि पब्लिस गर्ने भेन्युजहरू चाहिँ तपाईँहरूले अब आफ्नै क्याम्पस लेभलको अथवा अब हाम्रो त्रिभुवन युनिभर्सिटीको पनि के भन्छ IOST को पनि छ एउटा जर्नल, IST कोमा पनि गर्न सक्नुहुन्छ। IOM पढ्नुहुन्छ भने IOE को पनि जर्नल छ। अनि नेपालको चाहिँ नेप्जोल भन्ने छ, नेपालको नेपाली जर्नल। नेप्जोलमा चाहिँ तपाईँहरूले हाम्रै क्याम्पसका टिचरहरूको पनि रिसर्च पेपर पत्ता लगाउन सक्नुहुन्छ। तपाईँहरूले चिनेको कोही एसोसिएट प्रोफेसर अथवा प्रोफेसर हुनुहुन्छ भने उहाँहरूको नाम चाहिँ च्याट्न भन्नु होला। हामीहरूले उहाँले गरेको रिसर्चलाई चाहिँ यहाँनिर खोज्नेछौँ, नेप्जोलमा खोज्नेछौँ, नेपाली जर्नलमा चाहिँ खोज्नेछौँ। अनि नेपाली जर्नलमा चाहिँ धेरै खासै त्यति धेरै गाह्रो हुँदैन पब्लिस गर्नको लागि। पब्लिस गर्न गाह्रो हुने भनेको चाहिँ इन्टरनेसनल जर्नलहरूमा हो। तपाईँहरूले चिनेको कोही एसोसिएट प्रोफेसर कोही हुनुहुन्छ भने उहाँको नाम राख्नु होला। मैले चाहिँ यहाँनिर प्रेम सागर भण्डारी सरकै मिनवाइल सर्च गरिहाल्छु है। प्रेम सागर भण्डारी वीरेन्द्र मल्टिपल क्याम्पसको चाहिँ क्याम्पस चिफ हुनुहुन्छ, डाक्टर प्रेम सागर भण्डारी। अनि रिसर्च पेपर उहाँले गरेको रिसर्च पेपर हेरौँ है। उहाँले गरेको रिसर्च पेपर चाहिँ रिसर्च गेटमा रहेछ। अब यो हाम्रै प्रेम सागर भण्डारी हुनुहुने कि कसरी हुनुहुने हो? अ कम्पेरिजन अफ एडभेक्सन डिभिजन इक्वेसन सोल्युसन, यो म्याथवाला रहेछ। म्याथवाला नै हो हाम्रो सर, म्याथमेटिक्स एजुकेसन फोरम चितवन, प्रेम सागर भण्डारी। हाम्रो सरले चाहिँ लेखा पेपर ह्यान्ड रहेछ, 38वटा रिड रहेछ यसमा। साइटेसन चाहिँ छैन होला खै, यसमा एब्स्ट्र्याक्ट पनि छ। अब रेफरेन्सेसहरू साइटेसन 0 रहेछ, कसैले पनि साइट गरेर दिन्छ। सरहरूको रेफरेन्सहरू यहाँ। अब यो चाहिँ सरले PhD गर्ने बेलामा जसरी पनि लेख्नै पर्छ त्यसरी लेख्नु भयो होला सायद। यस्तै तपाईँहरूले आफ्नो टिचरहरूको पनि है, तपाईँहरूको फिल्डमा कोही टिचर हुनुहुन्छ भने उहाँहरूको चाहिँ ठ्याक्कै यहाँनिर नाम लेखेर रिसर्च पेपर अथवा रिसर्च पेपर PDF भनेर यसरी सर्च गरेर तपाईँहरूले उहाँले लेखेको सबै कुराहरू पत्ता लगाउनु। स्पेसियली नेपालमा चाहिँ डक्टरहरूको खतरा तरिकाले भेटिन्छन्।
म तपाईँहरूलाई एउटा डक्टरको बायोलोजी फिल्डको एकजना हुनुहुन्छ, त्यही भएर मैले डक्टरको पनि सर्च गर्छु है। यहाँ चितवन क्षेत्रमा चाहिँ एकजना डक्टर छन्, ती डक्टर चाहिँ के भन्दाखेरि वरुण श्रेष्ठ। डक्टर वरुण श्रेष्ठ भन्ने चाहिँ यहाँनिर ग्यास्ट्रो एन्ट्रोलोजिस्ट छन् नेसनल सिटी हस्पिटलमा। डक्टर वरुण श्रेष्ठको चाहिँ रिसर्च पेपर, उनले के फिल्डमा रिसर्च गरिरहेछन् भन्ने कुरा मैले चाहिँ यहाँ सर्च गर्छु। अब उनले चाहिँ नेप्जोल भनेर मैले अगाडि जुन भनेको थिएँ नेपाली जर्नल, यसमा चाहिँ राखेर चाहिँ अब फेरि पिडिएफ तान्न पर्ने खालको रहेछ। जर्नल अफ नेपाली मेडिकल एसोसिएसन यसमा छ कि हेर्न मिल्ने तरिकाले हेर्छु है म। डाक्टर सुदन झा के हो, डाक्टर मोहन कुमार पोखरेल, प्रमोद पौडेल त्रिभुवन युनिभर्सिटी र धेरैजनाले राख्नु भएको रहेछ। जेस हेरौँ है यहाँनिर। अब यहाँनिर चाहिँ नेपाली डक्टरहरूको जुन पेपरहरू छन् यहाँनिर चाहिँ अब छन्, अब टनै रहेछन् उहाँको पेपरहरू, मैले पढाए पनि थिएँ। अब यस्तै गरेर तपाईँहरूले आफ्नो जुन फिल्डको टिचर हुनुहुन्छ उहाँहरूले गरेको रिसर्च पेपर पत्ता लगाउन सक्नुहुन्छ। र एउटा टिप भनेको चाहिँ तपाईँहरूले मानौ विदेशी पोजिसनमा अप्लाई गर्दै हुनुहुन्छ, ब्याचलर तपाईँहरूको सकिसक्यो, 3.2 GPA समथिङ आयो होइन, अब काम छ तपाईँहरूले रिसर्च पेपर पनि लेख्नु भएको अथवा लेख्नु भएकै छैन अरे मानौ होइन, रिसर्च पेपर पनि लेख्नु भएको छैन, अब समय पनि बेर भइसक्यो, रिसर्च पेपरको महत्त्व बल्ल बुझियो, अब चाहिँ कसरी अब करियरलाई चाहिँ ट्र्याकमा ल्याउने भनेर भन्ने कुरा तपाईँहरूलाई बुझ्नु छ भने तपाईँहरूले के गर्नुहोस् भन्दाखेरि तपाईँहरूलाई मन लागेको जुन युनिभर्सिटी छ त्यो युनिभर्सिटीको बारेमा सबभन्दा पहिला सबै कुण्डली निकाल्नुहोस्। जस्तै चाहिँ म यदि मानौ मलाई चाहिँ नेदरल्यान्ड्स, मलाई जर्मनी जानु छ अरे मास्टर्स पढ्नको लागि, जर्मनीमा चाहिँ जस्तै मलाई जस्तै ब्रेमेनमा चाहिँ एउटा युनिभर्सिटी चाहियो अरे, युनिभर्सिटी अफ ब्रेमेन भन्ने रहेछ, युनिभर्सिटी अफ ब्रेमेन भनेर मलाई यो युनिभर्सिटीमा पढ्न मलाई यदि मन लागेको छ अरे है, मैले चाहिँ मास्टर्सको लागि मैले अप्लाई गर्दैछु, मैले चाहिँ स्कलरसिप ताकिरहेको छु। कसरी ताक्ने भनेर भन्दाखेरि मैले यहाँनिर गएँ, यहाँनिर गइसके पछाडि चाहिँ म यहाँनिर प्रोफेसरहरूको बारेमा स्टडी चाहिँ जान्छु एकताली, स्टडी चाहिँ ओरिएन्टेसन र एप्लिकेसन छ। अब यसमा चाहिँ हामीहरूको एडभाइजर सर्भिस डक्टरल स्टडिज, इन्टरनेसनल स्टडिज, स्टडिङ इन मोर, यहाँनिर कम्प्युटर साइन्स अथवा मसिन लर्निङहरू डेटा साइन्सहरू छन्, डेटा साइन्स प्रोफेसर। अब यहाँनिर हेर्ने हो भने चाहिँ प्रोफेसर डाक्टर रल्फ, अब मलाई जर्मन पढ्न आउँदैन होइन, तपाईँले जान्नु भएन पढ्नु होला, हेर्नुहोस् है त, यो टिम असिस्टेन्ट भन्दा पनि हामीहरूको रिसर्च एसोसिएट्सहरू चाहिँ एमएससी होइन, यो युनिभर्सिटीमा जस्तै हेरौँ है, जस्तै यिनी प्रोफेसरले चाहिँ कुन फिल्डमा चाहिँ रिसर्च गरिरहेको छन् भनेर भन्ने कुरा तपाईँहरूले पहिला सुरुमा हेर्नुहोस् है। यी प्रोफेसर डाक्टर रल्फ भन्छु मैले होइन, थर चाहिँ अलिकति गाह्रै रहेछ। मैले के गरेँ भन्दाखेरि गुगलमा गएर यिनको रिसर्च पेपर भनेर सर्च गरेँ, यिनको रिसर्च पेपर सर्च गर्दा बित्तिकै मैले चाहिँ यिनको रल्फ अब ड्रेक्सलरको चाहिँ मैले एउटा रिसर्च पेपर गुगलको स्कलरमा भेट्टाएँ। यिनले लेखेका सबै जुन अब यो जर्मनमा आयो, रुक्नु है मैले यसलाई चाहिँ ट्रान्सलेट गर्छु, ट्रान्सलेट चाहिँ मैले इङ्ग्लिसमा गर्छु, रुक्नुहोस् है त। अब हेर्नुहोस्, अब 637वटासम्म साइटेसन्सहरू रहेछ। इन अनलाइन रिसर्च फर रिभर्सिबल फङ्सन एन्ड रिभर्सिबल सर्किट्स, यिनको चाहिँ जुन रिसर्च फिल्ड छ त्यो चाहिँ एल्गोरिदम, डेटा स्ट्रक्चर, सिस्टम डिजाइन, भेरिफिकेसन र टेस्टिङ सम्बन्धी रहेछ। मैले चाहिँ के गर्दैछु, म चाहिँ रिसर्च पेपर मैले चाहिँ एउटा हुन्छ नि यिनीसँग यिनको अन्डरमा चाहिँ काम गर्नको लागि फुल्ली फन्डेड पोजिसन ताकिरहेको छु। अब मैले के गर्छु भन्दाखेरि यिनले लेखेको र मैले अलिअलि जानेको जुन फिल्ड छ त्यो फिल्ड चाहिँ मैले यहाँनिर सर्च गर्छु। जस्तै अब हेरौँ यहाँनिर बाइनरी डिसिजन डायग्राम इन थ्योरी एन्ड प्र्याक्टिस भन्ने विषयमा यिनले एउटा रिसर्च पेपर लेखेका रहेछन्। अब यो रिसर्च पेपर चाहिँ ओहो त धेरै पुरानो रिसर्च पेपर रहेछ, रुक्नु है त, अलि भएन, 2008मा गरेर पेपर रहेछ यो, मान्छे चाहिँ खतरा रहेछन् नि। अब हेर्नुहोस् विदेशी पेपरहरू यति धेरै भेटिन्छन्, हाम्रो क्याम्पसको क्याम्पससिपको चाहिँ जम्मा एउटा पेपर भेट्यो, त्यही पनि बल्ल बल्ल गर्नै पर्छ भने जस्तै भेटिएको थियो त्यो पनि। अब विदेशमा चाहिँ रिसर्चको एकदम ट्रेडिसन इन्भाइरोमेन्ट सबै राम्रो हुन्छ, नेपालमा यति गाह्रो छ। जस्तै हेरौँ यहाँनिर रोबस्ट मल्टी अब्जेक्टिभ अप्टिमाइजेसन इन हाई डाइमेन्सनल स्पेसेस भन्ने विषयमा मलाई एकदम इन्ट्रेस्ट लागेको छ र यी सरले पनि यही फिल्डमा यहाँनिर रिसर्च गरेका छन् रे है। म चाहिँ यसमा क्लिक गर्छु, त्यहाँ पछाडि मैले यी रल्फ टेक्लरको जुन मैले अगाडि इमेल भेट्टाएको थियो यो इमेललाई चाहिँ मैले यहाँनिर कपी गर्छु, कपी गरेर चाहिँ म जिमेलमा गएर पेस्ट गर्छु। अनि त्यस पछाडि डियर सर होइन, त्यस पछाडि आई रिसेन्टली स योर रिसर्च पेपर पब्लिस्ड अन यो जर्नल रिगार्डिङ दिस, के भन्दाखेरि ठ्याक्कै यो के भन्दाखेरि मल्टी अब्जेक्टिभ अप्टिमाइजेसन इन हाई डाइमेन्सनल स्पेस तपाईँले गरेको जुन रिसर्च चाहिँ मैले भेट्टाएँ होइन। यो रिसर्च पेपरमा चाहिँ तपाईँले जस्तै
85% एक्युरेसी पाउनु भएको रहेछ अप्टिमाइजेसन गर्दाखेरि। मैले चाहिँ यस्तो यस्तो तरिकाले चाहिँ यहाँनिर अप्टिमाइजेसन गरेँ, यस्तो यस्तो फङ्सन्सहरू युज गरेर अप्टिमाइजेसन गरेँ, जसले गर्दा यसमा 88% सम्मको चाहिँ एक्युरेसी मैले पाउन सकेँ। म चाहिँ तपाईँको अन्डरमा काम गर्न चाहन्छु। यदि कुनै पनि पोजिसन ओपन छ अथवा तपाईँले चाहिँ मलाई आफ्नो अन्डरमा काम गर्न चाहनुहुन्छ भने चाहिँ कृपया मलाई थाहा दिनुहोला। यस्तै किसिमको तपाईँले एउटा कोल्ड इमेल गर्न सक्नुहुन्छ। टिचरलाई गर्ने बेलामा, मेल गर्ने बेलामा चाहिँ हेलो सर, म तपाईँको अन्डरमा काम गर्न चाहन्छु, म नेपालबाट हुँ होइन, मलाई चाहिँ एकदम हुन्छ नि मास्टरमा पैसा तिर्न एकदम गाह्रो छ, त्यही भएर मलाई ओपन पोजिसन चाहियो भनेर कसैले पनि दिँदैन। उनीहरूलाई यस्तो हजारवटा मेल आउँछ। तपाईँले एकदम स्पेसिफिक भएर तपाईँले गरेको यो रिसर्च फिल्डमा मेरो इन्ट्रेस्ट छ, अब तपाईँले रिसर्च पेपर नै पब्लिस गर्नु भएको छ भने त मैले यो पेपर पब्लिस गरेको थिएँ जसमा चाहिँ मैले यति यति पाएको थिएँ होइन, हामीहरूको जुन रिसर्च फिल्ड छ त्यो चाहिँ एकदम मिल्छ, अलाइन गर्छ, त्यही भएर चाहिँ मैले तपाईँको अन्डरमा चाहिँ यो गरेर यस्तो यस्तो विषयमा चाहिँ अझ थप अनुसन्धान गर्न चाहन्छु टाइपको तपाईँहरूले इमेल पठाउनु भयो भने प्रोफेसरलाई पनि अलिकति तपाईँहरूलाई हुन्छ नि अलिकति भाउ दिन सजिलो हुन्छ। यसले चाहिँ साँच्चै मेरो बारेमा रिसर्च गराएर रहेछ, अनि त्यही भएर चाहिँ यसलाई चाहिँ अलिकति हुन्छ नि यसो सोच्दा हुन्छ, कन्सिडर गर्दा हुन्छ भन्ने किसिमको हुन्छ उनीहरूलाई। नभए जेनरिक खालको इमेल मैले तपाईँको अन्डरमा काम गर्न चाहन्छु अन्त खालकोलाई यिनीहरूले इन्टरटेन नै गर्दैनन्, रिप्लाई नै गर्दैनन्। तपाईँहरूले यसरी चाहिँ कुनै पनि पढ्न मन लागेको युनिभर्सिटीमा गएर एउटा प्रोफेसर भेट्टाएर तपाईँहरू जुनसुकै फ्याकल्टीको हुनुहुन्छ त्यही फ्याकल्टीको चाहिँ प्रोफेसर भेट्टाएर उनले गरेको रिसर्च पेपरलाई चाहिँ तपाईँहरूले खोजेर टन्नै खोज्नुहोस्, मजासँग खोज्नुहोस्। त्यहाँ पछाडि चाहिँ अनि उनीहरूलाई मेल गर्नुहोस्। कसै न कसैले चाहिँ तपाईँहरूलाई मेरो पोजिसन छ र क्याम्पसले चाहिँ यदि ग्रान्ट, एउटा कुरा भनेको तपाईँहरूले यदि पोजिसन पाउनुभयो भने ग्रान्ट अलमोस्ट स्योर नै हो। विदेशी युनिभर्सिटीहरूले ग्रान्टहरू एकदम फालाफाल फालिरहेको हुन्छन्। तपाईँहरूले यदि रिसर्चको कुनै पनि प्रोफेसरको अन्डरमा यदि रिसर्च गर्न पाउनुभयो भने ती बेलामा तपाईँहरूको लगभग फुल स्कलरसिप होइन लगभग स्योर भइहाल्छ। यसरी चाहिँ तपाईँहरूले कुनै पनि टिचरलाई अप्रोच गर्न सक्नुहुन्छ। अब सिलेक्सन कसरी हुन्छ भनेर भन्दाखेरि तपाईँहरूले मास्टर्समा बस स्कलरसिपको लागि अप्लाई गर्दै हुनुहुन्छ भने पनि 500 जना जनरल खालका विद्यार्थीहरू छन्, 3.9 GPA 4 GPA लिएर आउने। यसमा 50 जना यदि सर्टलिस्ट हुन्छन् भने 8 जना त्यस्ता मान्छेहरू हुन्छन् जसले चाहिँ के गरेका हुन्छन् भन्दाखेरि खतरा खालको पब्लिकेसन गरेका हुन्छन्। आफ्नै त्यो टिचरले जुन भ्याकेन्सी खोलेको छन् त्यो भ्याकेन्सीमा मिल्ने खालको फिल्डमा रिसर्च गरेका 8 जना खतरा खालका विद्यार्थीहरू त्यहाँनिर स्ट्यान्ड आउट गर्छन्। त्यहाँबाट चाहिँ 5-7 अफरहरू यसरी जाने हुन्। यसरी तपाईँहरूलाई फरक खालको भिडमा चाहिँ फरक खालको छिट्टाउने भनेको रेलिभेन्ट रिसर्च पेपर मात्रै भएर भएन। तपाईँले बायोलोजीमा रिसर्च पेपर लेख्नु भएको छ अनि एग्रिकल्चरवाला टिचरलाई गएर मलाई चाहिँ पोजिसन दे भनेर भन्नुभयो भने त्यो पनि काम छैन। रेलिभेन्ट रिसर्च पेपर भनेको एकदमै इम्पोर्टेन्ट हो। तपाईँहरूले त्यो जुन ओपन पोजिसन छ अथवा जुन प्रोफेसर छ त्यो प्रोफेसरले गरिरहेकै फिल्डमा यदि रिसर्च गर्नु भएको छ भने तपाईँहरूले सिलेक्ट हुने चान्सेसहरू विदेशमा अब मैले भने जस्तो अगाडिको जुन कन्फरेन्सेसहरू छन् त्यस्तो कन्फरेन्स होस् या जेसुकै होस् त्यसमा जाने अपर्च्युनिटी एकदमै बवाल हुन्छ। अब कसरी पत्ता लगाउने आफूलाई मनपर्ने फिल्ड भनेर भन्ने कुरा हामीहरूले धेरै चर्चा गरिसक्यौँ। यो अब धेरै भनिरहनु परेन, यो थ्योरीकै कुरा हो। तपाईँहरूलाई इन्ट्रेस्ट लाग्नु पर्यो मजासँग, 3 देखि 6 महिना डेडिकेट गर्नुपर्ने कुरा हो। त्यही भएर यसमा एकछिन एकदम मोटिभेटेड भएर गर्ने कुरा होइन यो कुरा। यसमा चाहिँ तपाईँहरूले मजासँग इन्ट्रेस्ट कहिले नहराउने तरिकाले यसमा गर्न सक्छु भन्ने कुरामा तपाईँहरू सियर हुनुपर्छ। यसमा ग्याप पनि हुनुपर्छ मजासँग, कसैले यो क्षेत्रमा काम गरेको हुनुहुँदैन र यो चाहिँ तपाईँहरूको फिजिबल पनि हुनुपर्छ। तपाईँहरूले यस्तो सिस्टम बनाउँदै हुनुहुन्छ जुन तपाईँको सिस्टमले धान्दैन, त्यो चाहिँ जुन सिस्टम चाहिँ अब जसको लागि बनाएको उनीहरूको सिस्टमले धान्दैन भने त्यो पनि काम छैन। तपाईँहरूले एउटा खतरा एआई असिस्टेड होइन एआईबाट पढाउने खालको एउटा सिस्टम बनाउनु भयो र त्यो चाहिँ नेपाली दूरदराजका गाउँहरूको लागि बनाउनु भयो। तर दूरदराजमा चाहिँ एन्ड्रोइड 6 होइन 10,000को एउटा मिड रेन्ज फोन युज गर्छन् र उनीहरूको फोनमा त्यो सिस्टमले कामै गर्दैन, ल्याग गर्छ भने त्यो सिस्टम कामै छैन। त्यो फिजिबल पनि हुनु पर्यो। टार्गेट युजरहरूले जसको लागि चाहिँ त्यो सिस्टम बनाएको हो त्यसले सर्भ पनि गर्नु पर्यो। यस्तो तरिकाले चाहिँ तपाईँहरूले यी 3वटा कुराहरूको ठ्याक्क मिल्ने जुन स्विट स्पट हुन्छ यस्तो खालको कुराहरू चाहिँ तपाईँहरूले भेटाउन सक्नुहुन्छ। अब यहाँ चाहिँ हामीले भर्खर भनेको कुराहरूलाई बसिराखेको मात्रै हो। मेथोडोलोजी भनेको के हो भनेर भन्दाखेरि मेथोडोलोजीमा चाहिँ हामीहरूले के गर्नु पर्यो भनेर भन्दाखेरि कसरी चाहिँ हामीहरूले प्रिप्रोसेसिङ गर्यौँ होइन। अब यसमा मसिन लर्निङसँग सम्बन्धित नै भएर यहाँनिर कुराहरू लेखेको छ। अब डेटाहरू हामीहरूले कसरी कलेक्ट गर्यौँ, कसरी चाहिँ हामीले डेटाहरूलाई क्लिन गर्यौँ। क्लिन गर्ने भनेको मैले यदि हातलाई चाहिँ हातमा के रोग छ भन्ने कुरा पत्ता लगाउने सिस्टम बनायो भने त्यो हातको फोटोजहरू खिच्दाखेरि त्यो कुनै ब्लरी हुन्छ, कुनै चाहिँ यता आडे टाडे हुन्छ, कुनै चाहिँ यस्तो छेक्किएको हुन्छ। यसलाई चाहिँ मैले क्लिन गरेर होइन अब यसलाई चाहिँ सबै क्लिन गरेर प्रिप्रोसेस गरेँ भने त्यो पार्टलाई चाहिँ हामीहरूले क्लिनिङ भन्छौँ, ताकि यो चाहिँ होइन त्यो मेसिनले सिक्ने बेलामा चाहिँ रङ खालको डेटाबाट नसिकोस्, एउटा राम्रो खालको डेटाबाट सिकोस् भनेर चाहिँ हामीहरूले त्यो डेटालाई क्लिन गर्छौँ।
यो भनेको चाहिँ हामीहरूले मेथोडोलोजीमा यस्तै कुरा लेख्ने हो, कसरी चाहिँ हामीहरूले प्री प्रोसेस गरियो, फाइन ट्युन गरियो, कसरी चाहिँ इभ्यालुएसन गरियो होइन, कस्तो खालको डिभाइसहरूमा चाहिँ हामीहरूले त्यो सिस्टमलाई टेस्ट गरियो भन्ने कुरा हामीले मेथोडोलोजीमा गर्छौँ। अनि डेटा र इन्टरप्रेसन छ। अब इन्टरप्रेसन कसरी गर्ने भन्दाखेरि आफ्नो सिस्टमले अथवा आफूले जुन गरेको रिसर्च छ त्यो रिसर्चले चाहिँ इन्टरप्रेसन गर्ने बेलामा तपाईँहरूले फोटोजहरू युज गर्नुहोस्, ग्राफ्सहरू युज गर्नुहोस्। अगाडिकै जुन हामीहरूको पेपर थियो त्यो पेपरमा यिनले जुन मोडलको एक्युरेसी छ त्यसलाई चाहिँ यिनले डेटामा यसरी दिएको छन्। भन्नुहोस् है, यो होइन पनि जस्तै हेर्नुहोस्, इभ्यालुएसन गर्ने बेलामा यसरी इन्फोग्राफिक युज गरेर उनले यहाँनिर देखाएको छन् यो रिसर्च पेपरमा। यस्तै गरी तपाईँहरूले पनि आफ्नो जुन डेटाहरू छन् यसरी चाहिँ तपाईँहरूले यसरी राख्नुपर्छ। अनि त्यस पछाडि मोडलले चाहिँ यति % एक्युरेसी पायो भनेर ठ्याक्क एकदम राम्रो छ मोडल भनेर भन्न भएन, 90% एक्युरेट छ भनेर भन्नु पर्यो। मेरो मोडल त एकदमै राम्रो छ, खतरा छ, राम्रो छ, एकदम होइन मिस्टेक नै गर्दैन यस्तो खालको भनेर भएन। तपाईँहरूले एकदम मेट्रिक्समा कुरा गर्नु पर्यो होइन, कति % एक्युरेसी पायो, किन यति एक्युरेसी पायो, कहाँ चाहिँ यसले समस्या झेल्छ, कहाँ चाहिँ यो अड्किन्छ, सबै कुरा चाहिँ तपाईँहरूले मजासँग एकदम डाइरेक्ट भएर भन्नु पर्यो। अनि अब्स्ट्र्याक्ट लेख्ने कसरी हो भनेर भन्ने कुरा छ। अब अब्स्ट्र्याक्ट लेख्नको लागि चाहिँ तपाईँहरूले अब अलरेडी अरू सबैले गरेको रिसर्च पेपरलाई पनि हेर्न सक्नुहुन्छ तपाईँहरूको फिल्डको। नभए नर्मली चाहिँ यो 250 शब्दहरूमा एउटा अब्स्ट्र्याक्टलाई लेखिन्छ र यो लेख्ने बेलामा चाहिँ पहिलो सेन्टेन्समा तपाईँहरूले के छ त होइन, तपाईँहरूको यो तपाईँको क्षेत्रमा चाहिँ जुन च्यालेन्ज छ च्यालेन्ज चाहिँ के छ त भनेर भन्ने कुराबाट सुरु गर्नुहुन्छ। जस्तै हामीहरूले अगाडिको जुन स्किन डिजिजवाला कुरा छ, स्किन डिजिजवाला कुरा चाहिँ नेपालको रुरल क्षेत्रमा डक्टर्सहरू नभएको कारणले गर्दा हजारौँ मान्छेहरूले वर्षमा चाहिँ, हजारौँ मान्छे भन्न भएन, 10,000 भन्दा बढी मान्छेहरूले आफ्नो ज्यान गुमाउनु पर्छ। अनि कोष्ठभित्र चाहिँ तिमल सिन्हा एट अल 2022 को अध्ययन अनुसार चाहिँ अब 10,000 भन्दा बढी मान्छेहरूले ज्यान गुमाइरहेको छन् स्किनको रोगहरूले गर्दा रुरल नेपालमा। किन भन्दा त्यहाँ डक्टर छैनन्। यो चाहिँ हामीहरूको के भयो भनेर भन्दाखेरि हामीहरूले रिसर्च गर्न खोजेको क्षेत्रको मेन समस्या भयो, मेन च्यालेन्ज भयो। यसरी चाहिँ हामीहरूले च्यालेन्ज पत्ता लगायौँ। त्यहाँ पछाडि रिसर्च ग्याप पत्ता लगाउने होइन, जुन कुरा चाहिँ सल्भ भएन त्यो कुरा पत्ता लगाउने। फर्स्टको जुन एब्स्ट्र्याक्ट छ त्यो एब्स्ट्र्याक्ट लेख्ने बेलामा सबभन्दा स्ट्रङ तपाईँहरूको एब्स्ट्र्याक्ट नै हुनुपर्छ। ल हाम्रो रेकर्डिङहरू भइरह नि होइन, रेकर्डिङहरू गरिरहनु भएको थियो जसले उहाँले गरिरहनु भएको नि। ल 3 जनाको रेकर्डिङ छ, एकजनाको त चल्ला नि ब्याकअपमा। अब एब्स्ट्र्याक्ट लेख्ने यसरी हो। अनि कहिले पनि ओपिनियनहरू लेख्नु भएन, हामीले अगाडि पनि भन्यौँ, यो कुरालाई फेरि पनि हामीहरूले सम्झाउनु होला तपाईँहरूले। डिप लर्निङ भनेको, डिप लर्निङवाला मेथड चाहिँ इमेजहरू चिन्नको लागि एकदमै डोमिनेन्ट तरिकाले युज गरिन्छ, एकदम राम्रो खालको मेथड हो भनेर भन्नु भएन। तपाईँहरूले राम्रो मेथड भनिसके पछाडि यो राम्रो मेथड भन्ने कुरा कसले पत्ता लगायो भन्दाखेरि यो लेकन एटल 2015 मा गरेको रिसर्चले चाहिँ यो कुरा पत्ता लगायो भनेर तपाईँहरूले यसरी साइटेसन पनि दिनु पर्यो, साइन्टिफिक फ्याक्ट दिनु पर्यो। अलरेडी मान्छेले गरेको आधारमा चाहिँ त्यो कुराको फ्याक्ट तपाईँहरूले दिनु पर्यो। अनि तपाईँहरूले यसरी साइटेसन गर्दाखेरि चाहिँ एउटा चेन अफ ट्रस्ट चाहिँ इस्टाब्लिस हुन्छ। तपाईँले लेखेको कुरा पहिल्यै गरिसकेको रिसर्चरले प्रुभ गरे हुन्छ भने तपाईँ पछाडि आउने मान्छेले यदि कुनै पनि रिसर्च पेपर लेख्छ भने तपाईँको पेपरलाई साइड गर्दाखेरि, जस्तै अहिले हाम्रो यहाँनिर चाहिँ सुमन फुयाल हुनुहुन्छ, सुमन फुयालले गरेको रिसर्च अनुसार चाहिँ हातमा भएको जुन रोग छ त्यो रोग पत्ता लगाउनको लागि यो CNN मेथड युज गर्ने हो भने यसले मिडिया पाइप भन्दा बढी एक्युरेसी दिन्छ भनेर भन्ने कुरा प्रुभ गरेको थियो भनेर हामीहरूले अब त्यो पछाडि आउने रिसर्चरले सुमनको कुरालाई चाहिँ साइटेसन गर्छन्। यसरी एउटा चेन अफ ट्रस्ट इस्टाब्लिस हुन्छ। पहिल्यै गरेको मान्छेले पछाडि आउने मान्छेले चाहिँ पहिला गरेकोबाट साइटेसन गर्छ, त्यो पहिला गरेकोले त्यहाँभन्दा पहिलाको कुरालाई साइटेसन गरेको हुन्छ। यसरी एडभान्समेन्ट हुँदै जान्छ रिसर्च फिल्डमा। त्यही भएर नै दिमाग ख्याउनु पर्ने खालको कुरा भएको भएर, प्रब्लम सल्भिङवाला फिल्ड भएको भएर नै यो कुरा एआई र मसिन लर्निङ जतिसुकै अगाडि गए तापनि यसले हेल्प चाहिँ गर्छ, तर कहिल्यै पनि यो वाला फिल्ड चाहिँ त्यस्तो डिस्ट्रोय हुँदैन, खतरा इम्युन छ भनेर मैले त्यसरी भने हो। तपाईँहरूले रिसर्चमा करियर बनाउनु भयो भने चाहिँ नेपालमा त गाह्रो छ, विदेशमा गएर करियर बनाउनु भयो भने तपाईँहरूको एक हिसाबले एआई वाला जुन यो हाइपहरू छ यसबाट पनि तपाईँहरूको करियर चाहिँ सेक्योर हुन्छ। अब त्यहाँ पछाडि तपाईँहरूले अब कसैले पनि यदि तपाईँहरूले पेपर लेखिसक्नु भएको छ भने तपाईँहरूले यस्ता कुराहरू चाहिँ गर्नु भएन। एउटा भनेको चाहिँ एकदम भ्याग खालको टाइटल दिनु भएन, स्पेसिफिक भएर टाइटल दिनु पर्यो। अनि बेसलाइन बेन्चमार्क्सहरू दिनु भएन होइन। तपाईँहरूले चाहिँ जस्तै पहिल्यै गरेको रिसर्च भन्दा यो 90% राम्रो छ भनेर भन्नु भएन, एउटा स्पेसिफिक तोकेर चाहिँ आफूहरूले भन्नु पर्यो है कुनसँग कम्पेयर गर्दाखेरि चाहिँ यति % राम्रो हो त भनेर भन्ने कुरा। तपाईँहरूले
त्यो जुन कुरा आफ्नो सिस्टमले गर्नै सक्दैन त्यो कुरा पनि गर्न सक्छ भनेर पेपरमा लेख्नु भएन। लिमिटेसन्सहरूलाई मजासँग त्यहाँनिर लिस्ट आउट गर्ने हो। त्यो भनेको एकदम राम्रो कुरा हो, अनेस्टली एकदम राम्रो गर्नु पर्यो है। मेरो पेपर त एकदम कमजोर छ भनेर भन्ने कुरा लिस्ट गर्न मन नलागे तापनि राम्रोसँग त्यो कुरालाई लिस्ट गर्नुपर्छ। अनि फाइनली भनेको चाहिँ रेफरेन्सको जुन फर्मेटिङ छ त्यो फर्मेटिङ भनेको चाहिँ तपाईँहरूले त्यो जुन पेपरमा जुन जर्नलमा तपाईँहरूले अप्लाई गर्दै हुनुहुन्छ त्यही अनुसार चाहिँ मिल्ने तरिकाले गर्नु पर्यो है। जस्तै अब एपी वाला फर्मेटिङ युज गर्ने हो कि एमडिपिआई वाला फर्मेटिङ युज गर्ने हो कि होइन IEEE वाला फर्मेटिङ युज गर्ने हो कि कुन वाला साइटेसन तरिका युज गर्ने हो त्यो चाहिँ तपाईँहरूले त्यही अनुसार युज गर्नु पर्यो। जुन जर्नलमा आफूहरू अप्लाई गर्दैछ त्यही अनुसार चाहिँ तपाईँहरूले फर्मेटिङ रेफरेन्सको फर्मेटिङ गर्नु पर्यो, नभए तपाईँहरूको रेड फ्ल्याग हुन्छ। अब एआई चाहिँ कुन कुन कुराहरूमा युज गर्न सकिन्छ त? एआई चाहिँ अहिले उहाँ जर्मनीको जुन प्रोग्राम छ त्यो प्रोग्राममा पनि एकजना मान्छेले चाहिँ अब त्यहाँ सबैजना साइन्टिस्टहरू आउनु भएको थियो, उहाँहरूलाई सोधेको थिएँ। अब मलाई त खासै केही थाहा थिएन, जसले जान थियो उनीहरू सोधेँ होइन। अहिले चाहिँ म यो फिल्डमा भएको भएर अब अलिकति बुझ्दै जाँदाखेरि बल्ल बुझेँ त्यो कुरा। अब अहिले एआईहरू आउँदाखेरि चाहिँ जति पनि एआई रिटर्न आर्टिकल्सहरू रिसर्च पेपरहरू छन् यिनीहरूलाई चाहिँ कसरी फिल्टर आउट गर्नुहुन्छ भनेर भन्दाखेरि चाहिँ त्यो रिभ्युइङ कमिटीले साइन्टिस्टको जुन साइन्टिफिक प्यानल हुन्छ तपाईँहरूको पेपर हेर्ने त्यो मान्छेहरूले यति धेरै पेपरहरू हेरेको हुन्छ कि यो पेपरमा चाहिँ एआई वाला टोन छ यसमा छैन भन्ने कुरा उनीहरूले पढ्दा बित्तिकै थाहा पाउँछन्। यदि यस्तो खालको टोनहरू पत्ता लाग्यो भने चाहिँ उनीहरूले अटोमेटिकली त्यसलाई चाहिँ रिजेक्ट नै गरिरहेको हुन्छन्। त्यही भएर तपाईँहरूले लेख्ने बेलामा तपाईँहरूले ग्रामर करेक्सन गर्नको लागि प्रोफेसनल बनाउनको लागि चाहिँ युज गर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँहरूको रेस्पोन्सिबल युज हो च्याटजिपिटी क्लडहरूको चाहिँ। तर तपाईँहरूले के गर्नु भएन त भनेर भन्दाखेरि अब्स्ट्र्याक्टहरू पुरै सर्लकै प्याराग्राफ क्रिएट गर्नको लागि, लिटरेचर रिभ्यू सर्लकै युज गर्नको लागि, पेपरको पुरै समरीजहरू बनाउनको लागि चाहिँ तपाईँहरूले यसलाई अब हल्का कसमसित चाहिँ युज गर्न सक्नुहुन्छ। समरीहरू त अब तपाईँहरूलाई त्यो त राम्रो कुरा हो झन् होइन। मैले आफूले पनि युज गरेर हुन्छु, पेपरको सर्लकै पिडिएफ हालिदिने अनि त्यहाँबाट क्लडमा यसको इन्ट्रोडक्सन के, यसको साइटेसन, यसमा चाहिँ लिमिटेसन्सहरू के छ, यसले यो पेपरमा कुन कुन मेथोडोलोजी युज गरे भनेर तपाईँहरूले अब नोटबुक एलएलएम अनि त्यस पछाडि अब जुन नोटबुक एलएम चाहिँ फ्री भयो होइन, अरू टुल्सहरू युज गरेर पनि त्यसरी तपाईँहरूले पत्ता लगाउन सक्नुहुन्छ। यो चाहिँ तपाईँहरूको ग्रे जोनमा छ, तर त्यति धेरै गाह्रो चाहिँ हुँदैन यो गर्न। अब गरेर नहुने कुरा भनेको चाहिँ सर्लकै पुरै टेक्स्टलाई नै जेनेरेट गर्न चाहिँ तपाईँहरूले हुँदैन एआई टुल्सहरू युज गरेर। अनि त्यस पछाडि जे पाइदिए हावाको तालमा डेटाहरू राखिदिने होइन, मेरो सिस्टमले यति % पर्फर्म गर्यो भनेर भन्ने, तपाईँहरू सिस्टममा हालेर टेस्टै गर्नु भएको छैन। यस्तो गर्नुभयो भने चाहिँ अगाडिको जुन भनेको थिएँ मैले लिगल पेनाल्टिजहरूदेखि लिएर हरेक कुराहरू चाहिँ आउन सक्छन्। फेक साइटेसन्सहरू जेनेरेट गर्ने काम पनि तपाईँहरूले गर्नु भएन। यी सबै कुराहरू भनेको चाहिँ अब एथिकल्ली अब यो राम्रो कुरा होइन। त्यहाँ पछाडि तपाईँहरूले अब जुन मिस्टेक्सहरू छन् त्यो मिस्टेक्सहरू भनेको टाइटल्सहरू भ्याएको हुनु भएन, साइटेसन्सहरू राम्रोसँग हुनु पर्यो, बेसलाइन्सहरू नभएको चाहिँ हुनु भएन। बेसलाइन भनेको चाहिँ तपाईँहरूले एक्युरेटली कुनै पनि डेटासँग कम्पेयर गर्नु पर्यो होइन। यत्तिकै चाहिँ तपाईँहरूले त्यो कुन कुरासँग कम्पेयर गरे त्यो क्लियर नै नहुने तरिकाले कम्पेरिजन गरेर भएन। अनि जुन लिमिटेसन्सहरू छ त्यो लिमिटेसनहरूलाई राम्रोसँग खुलाउनु पर्यो ताकि पछाडि आउने रिसर्चरहरूले पनि त्यही अनुसार रिसर्च गर्न सकुन्। अनि टेन्सेसहरूलाई मिक्स गरेर तपाईँहरूले लेख्नु भएन, अनि एउटा कन्सिस्टेन्ट तरिकाले चाहिँ टेन्सेसहरू युज गर्नु पर्यो। अनि फर्मेट चाहिँ रङ युज गरेर भएन, जुन फर्मेटमा तपाईँहरूले अप्लाई गर्दै हुनुहुन्छ त्यही तरिकाले फर्मेट युज गर्नु पर्यो। प्लेजरिजम भनेको चाहिँ अर्काको तपाईँहरूले सर्लकै त्यो पेपर्सहरूमा चोरी गर्नु भएन। यो गर्नु भनेको त अझ यो त इलिगल नै हो कुरा, प्लेजरिजम गर्न हुँदैन रिसर्च पेपरहरूमा। किन भन्दा रिसर्चमा मान्छेहरूले करियर बनाएको हुन्छन्, त्यसमा कति धेरै मिहिनेत लागेको हुन्छ, कसैको पनि तपाईँहरूले त्यसरी ठ्याक्क उठाउनु हुँदैन। तपाईँले त्यसलाई प्याराफ्रेज गर्न चाहिँ सक्नुहुन्छ। अनि ब्लरी ग्राफ्सहरू तपाईँहरूले राख्नु भएन, एकदम क्लियर र हाई क्वालिटीको इन्फोग्राफिक्सहरू राख्नुपर्छ आफ्नो पेपरमा राख्ने बेलामा। अनि ओभर क्लेम गर्नु भएन, आफ्नो सिस्टमले जति एक्युरेसीहरू दिन्छ त्यति अचिभमेन्टहरू चाहिँ त्यति कुराहरू तपाईँले लेख्नु पर्यो। अनि स्कोपको चाहिँ मिसम्याच हुनु भएन, जति कुरा यसले गर्छ भनेर भने त्यति कुरा चाहिँ त्यसले गरेकै हुनु पर्यो तपाईँको रिसर्चले। अनि अब यो लेखिसके पछाडि तपाईँहरूले मानव 4 महिनामा एउटा पेपर लेख्नुभयो, लेखिसके पछाडि तपाईँहरूले पब्लिस गर्नको लागि कति समय लाग्छ भनेर भन्दाखेरि तपाईँले पब्लिस गर्दाखेरि सबभन्दा पहिला तपाईँहरूको एउटा त्यो जर्नलको जुन रिभ्युइङ कमिटी हुन्छ त्यो कमिटीले चेक गर्छ। जस्तै बिएमसीकै कुरा गर्ने हो भने पनि बिएमसीमा त्यो बिएमसीको जर्नलमा पब्लिस गर्नुभन्दा अगाडि बिएमसीका सरहरूले तपाईँहरूले लेखेको जुन पेपर छ त्यो पेपरलाई हेर्नुहुन्छ। त्यहाँनिर कति कुराहरू चाहिँ मिस्टेक छन्, कति रेफरेन्सेसहरू मिस्टेक छन्, कति कुराहरू चाहिँ यहाँनिर होइन फेक खालको ओभर क्लेम गरेको छ, कति कुराहरूमा चाहिँ त्यहाँनिर फर्मेटिङको मिस्टेक छ, सबै कुरा उहाँहरूले हेर्नुहुन्छ। हेरिसके पछाडि तपाईँहरूलाई सजेसन दिनुहुन्छ। तपाईँको यो पिक्चर, यो पेज नम्बरको पिक्चर चाहिँ ब्लरी छ, यो डेटा चाहिँ तपाईँहरूलाई अलिकति फेब्रिकेट जस्तो छ, यो कुरा चाहिँ तपाईँहरूले साइन्टिफिकली भनेर अलग अलग तपाईँहरूले यहाँनिर के पाउनुहुन्छ भनेर भन्दाखेरि फिडब्याक्सहरू पाउनुहुन्छ। अनि तिनी फिडब्याक्सहरूको आधारमा चाहिँ तपाईँहरूले त्यो सचाउनु पर्यो। सचाइसके पछाडि फेरि तपाईँहरूले उनीहरूलाई फेरि त्यो पठाउनुहुन्छ, फेरि उनीहरूले रिभ्यू गर्छन्। रिभ्यू गरिसके पछाडि चाहिँ तपाईँहरूको फाइनल डिसिजन आउँछ। यदि सबै हुनको लागि र तपाईँहरूको सबै कुरा ठिक छ भने तपाईँहरूको लगभग 5-6 महिनादेखि लिएर अब
कतिको कम्पिटेटिभ खालको जर्नलमा तपाईँहरूले अप्लाई गर्नु भएको छ भन्ने कुरामा फरक पर्छ। 1 वर्ष 1.5 वर्षसम्म पनि लाग्छ खतरा कम्पिटेटिभ छ भने, अब फ्री छ भने त झन्डै लाग्ने भयो नि त। अब फ्री छ भने धेरैजनाले अप्लाई गरेर आउँछन्, टिम एकदम लिमिटेड हुन्छ, एआईहरूको जमाना भए पछाडि धेरैजनाले पेपर लेखिरहन्, अनि त्यो रिभ्युइङ कमिटीलाई नै एकदम धौधौ परिरहेको हुन्छ। त्यही भएर तपाईँहरूले अब खतरा रिपिटेड कुराहरूमा चाहिँ अप्लाई गर्दै हुनुहुन्छ भने अलिकति पब्लिस हुनको लागि समय लाग्छ, यो कुरालाई तपाईँहरूले एक्सपेक्ट गर्नु होला। जर्नल र कन्फरेन्सहरूमा चाहिँ कतिको फरक हुन्छ भन्दाखेरि जर्नलमा चाहिँ अलिकति पब्लिस हुन अलिकति बढी टाइम लाग्छ भने कन्फरेन्स भनेको चाहिँ तपाईँहरूले त्यही टियुको कन्फरेन्स चाहिँ यस्तै खालको कुराहरूमा गएर अब यो हुन्छ नि त्यसलाई प्रेजेन्ट गर्ने हो। यो चाहिँ छोटो हुन्छ कन्फरेन्सहरूको, तर भ्यालु चाहिँ जर्नलको बढी हुन्छ, हाई हुन्छ है, हाइली भ्यालुएबल हुन्छ भने त्यो जर्नल भनेको चाहिँ कन्फरेन्स भनेको चाहिँ अब ठिकठाकको हुन्छ। त्यो चाहिँ कन्फरेन्स भनेको मैले पेपर लेखेर पब्लिस गरेँ भन्ने चाहिँ हुन्छ। त्यो अगाडिको जुन हामीले हेऱ्यौँ नि टियुको कन्फरेन्स आइओको, अब त्यस्तै गरेर उनीहरूको त्यो जुन रियल वेबसाइट छ त्यो वेबसाइटमा चाहिँ उनीहरूले पब्लिस गर्ने भए, तर यसको चाहिँ भ्यालु भनेको जर्नलको जस्तो हुँदैन। एउटा पबमेडमा गुगलको स्कलरमा गएर त्यो पेपर खोज्दाखेरि जति त्यसको भ्यालु हुन्छ त्यस्तो भ्यालु चाहिँ त्यसको हुँदैन। त्यही भएर तपाईँहरूको टाइम कम छ भने तपाईँहरूले कन्फरेन्सेसहरू कलेजहरूको आफ्नै कलेजहरूको कन्फरेन्सेसहरूमा पनि अप्लाई गर्न सक्नुहुन्छ, लोकल कन्फरेन्सेसहरूमा पनि अप्लाई गर्न सक्नुहुन्छ। अब त्यति भएन भने अब नेप्चरहरूमा अप्लाई गर्दा पनि भयो। अब तपाईँहरूसँग समय छ, तपाईँहरू 3rd 4th 5th सेमेस्टरमा हुनुहुन्छ भने जर्नललाई नै टार्गेट गर्दा राम्रो। जर्नलमा टार्गेट गरिसके पछाडि तपाईँहरूको पेपर पनि एकदम एक्स्ट्राअर्डिनरी हुनुपर्छ। अब युट्युबमा थुप्रै ट्युटोरियल्सहरू छन्, तपाईँहरूले त्यहाँनिरबाट अब चाहिँ आइडिया पाउन सक्नुहुन्छ। अनि रिभ्युअरले चाहिँ तपाईँहरूलाई कस्तो खालको रिभ्यू दिन सक्छ तपाईँहरूकोमा यदि मिस्टेक छ भने भन्ने कुरा यहाँनिर हेरौँ। जस्तै तपाईँहरूलाई चाहिँ के भन्न सक्छन् भन्दाखेरि तपाईँहरूको पेपर हेरेर तपाईँहरूले गरेको जुन पेपर छ त्यो पेपरमा चाहिँ सेक्सन 4 मा चाहिँ जुन इभ्यालुएसन छ त्यो इभ्यालुएसन भनेको इन्कम्प्लिट छ, तपाईँले चाहिँ राम्रोसँग कम्पेयर गर्नु भएको छैन भनेर तपाईँहरूले भन्नुभएको छ भने कहाँ त्यस्तो हुन्छ त, मभन्दा बढी जान्ने हुन्छस्, मैले गरे पेपर तैँले कहाँ गरे र भनेर तपाईँहरूले त्यस्तो गर्नु भएन। यहाँ चाहिँ एकदम आफ्नो कम्पोजर एकदम मेन्टेन गरेर चाहिँ हामीले चाहिँ तपाईँको एकदम कस्तो खालको रेस्पोन्स हुनु पर्यो भन्दाखेरि एकदम पोजिटिभ खालको रेस्पोन्स हुनु पर्यो होइन। अब तपाईँले भनेअनुसार चाहिँ हामीहरूले यस्तो खालको मोडलमा चाहिँ यस्तो यस्तो इस्युजहरूलाई फिक्स गरेको छौँ होइन, अनि त्यसबाट यस्तो तरिकाले तपाईँहरूले फिगरहरूलाई पनि अपलोड गरेका छौँ भनेर तपाईँहरूले अब एकदम नम्र तरिकाले चाहिँ गर्नु पर्यो। अब यसमा चाहिँ अब उनीहरूलाई पनि झ्याउ हुन्छ, उनीहरूले पनि फ्रीमा गरेर हुन्छन् कामहरू, त्यो अब त्यो हुन्छ नि फ्री खालको जर्नल्सहरूमा। अनि त्यही भएर तपाईँहरू एकदम पोलाइट तरिकाले कम्युनिकेसन गर्नुपर्छ। अनि त्यस पछाडि अब एकदम एङ्ग्री खालको कमेन्ट्सहरू दिनु भएन, डिफेन्सिभ खालको कमेन्ट्सहरू चाहिँ तपाईँहरूले दिनु भएन, एकदम डिप्लोमेटिक भएर चाहिँ आफ्नो इगोलाई चाहिँ एकदम साइडमा राखेर गर्नु पर्यो। अनि त्यस पछाडि रिभ्युअरलाई पनि थ्याङ्क गरेर अब यस्तै गर्नु पर्यो भन्नु पर्यो, ठिक छ। अनि केही कुरा गरे भनेर भन्ने कुरा चाहिँ आफूहरूले भन्नु पर्यो है, फिक्स गर्यो भने। अनि त्यहाँ पछाडि अब तपाईँहरूले अबको 30 दिनमा चाहिँ तपाईँहरूले स्टार्ट गर्दै हुनुहुन्छ भने सबभन्दा पहिला तपाईँहरूले के गर्नुहोस् भनेर भन्दाखेरि रिसर्चको ग्याप पत्ता लगाउनुहोस्। 5 वटा जति टार्गेट पेपर्सहरू पढेर होइन, पछिल्लो 2026 देखि 2020 देखि 26सम्म पब्लिस भएको तपाईँको फिल्डको पेपरहरूलाई पढेर तिनीहरूबाट रिसर्च ग्याप अथवा रिसर्च क्वेसन पत्ता लगाउनुहोस् अहसम्म नगरेको। त्यहाँ पछाडि पेपरको आउटलाइन चाहिँ तपाईँहरूले बनाउनुहोस्, कुन कुन मोडलहरू युज गर्नुहुन्छ, कुन कुन मेथोडोलोजी युज गर्नुहुन्छ, कुन तरिका तपाईँहरूले फलो गर्नुहुन्छ, के सेक्सन राख्नुहुन्छ। तपाईँहरूले अगाडि हामीले भनेको थियौँ आइएमआरडी भनेर भन्ने कुन कुन सेक्सन्सहरू राख्नुहुन्छ, सबै कुरा चाहिँ तपाईँहरूले डिजाइन गर्नुहोस्। यदि गर्नुभयो भने पनि तपाईँहरूले स्टार्ट गर्नुभयो भने कमसेकम, स्टार्ट नगर्दासम्म गाह्रो हुने, स्टार्ट गरे पछाडि चाहिँ सजिलो हुन्छ। अब प्रोफेसरहरूलाई इमेल कसरी गर्ने भनेर भन्दाखेरि चाहिँ अब म चाहिँ 7 सेमेस्टरको स्टुडेन्ट हो, मैले चाहिँ एआईमा रिसर्च गर्छु, तपाईँको अन्डरमा चाहिँ काम गर्न चाहन्छु होइन, तपाईँहरूले कुन टपिक दिनुहुन्छ त्यही टपिकमा म काम गर्छु भनेर तपाईँहरूले इमेल गरेर भएन विदेशी प्रोफेसरहरूलाई। तपाईँहरूले चाहिँ हेलो प्रोफेसर, मैले चाहिँ तपाईँको 2024 को चाहिँ यो शीर्षकमा लेखेको पेपर पढाएको थिएँ, अनि मैले पनि यही फिल्डमा काम गरिरहेको छु, अनि त्यस पछाडि मैले गरेको यो रिसर्चमा चाहिँ यो मोडलको एक्युरेसी यतिले इन्क्रिज भएको थियो भनेर यसरी चाहिँ तपाईँहरूले हुन्छ नि आफूले गरेको एक्ज्याक्ट कुराहरू राखेर चाहिँ प्रोफेसरहरूलाई मेल गर्न सक्नुहुन्छ। तपाईँहरूले मास्टर्स अथवा पिएचडीहरूमा पढ्दाखेरि चाहिँ यदि तपाईँहरूले प्रोफेसर चाहिए, फुल्ली फन्डेड पोजिसन्सहरू चाहिए, स्कलरसिप चाहिए भने, अनि अब तपाईँहरूले गर्ने पर्ने जुन कुराहरू छन् त्यो एथिक्सहरू जुन कुरा फलो गर्नुपर्छ त्यो भनेको चाहिँ अनेस्ट हुनु पर्यो आफ्नो डेटाहरूमा। अनि अरूले गरेको कामलाई सधैँ साइटेसन गरेर लेख्नु पर्यो। अनि तपाईँहरूले युजरको प्राइभेसीहरूलाई चाहिँ राम्रोसँग हुन्छ नि त्यो युजरको प्राइभेसीलाई चाहिँ प्रोटेक्ट गरेको हुनु पर्यो। कसैको पनि डेटाहरू तपाईँहरूले कलेक्ट गर्नु भएको छ भने अब 100जनाबाट डेटा कलेक्ट गर्ने अनि डार्कमा लगेर बेचेर त भएन नि त। तपाईँहरूले कसैबाट डेटा कलेक्ट गरिरहनु भएको छ भने उनीहरूको प्राइभेसीलाई पनि ध्यान दिनु पर्यो, प्रोटेक्ट गर्नु पर्यो। अनि पाइपलाइन कोडहरू जुन जति पनि छन् ती कुराहरू चाहिँ अब फ्युचरमा आउने रिसर्चरहरूले पनि राम्रोसँग गर्न सक्नु भनेर तपाईँहरूले ओपन सोर्स गरेको अझ राम्रो हुन्छ फ्युचरमा त्यो कम्युनिटीलाई। अनि अर्को कुरा भनेको चाहिँ तपाईँहरूले जुन आफ्नो मोडलहरू छन् ती मोडलहरूले चाहिँ राम्रोसँग काम गरिराख्नु भनेर राम्रोसँग भेरिफाई पनि गरेको हुनुपर्छ। मल्टिपल
युजर बेसहरूमा चाहिँ भेरिफाई गरेको हुनुपर्छ। यी कुराहरू भनेको चाहिँ एकदम बेसिक कुराहरू हुन्। अब भविष्यमा चाहिँ तपाईहरुले लेखेको जुन पेपर छ त्यो पेपरलाई हेरेर अर्को एउटा रिसर्चरले तपाईले गरेको जुन कन्ट्रिब्युसन छ त्यो कन्ट्रिब्युसनबाट केही कुरा सिक्छ। त्यही भएर तपाईहरुले चाहिँ यही कुरालाई मध्यनजर गरेर आफ्नो पेपरलाई सकेसम्म एक्युरेट, सकेसम्म चाहिँ कन्ट्रिब्युसन गर्न सक्ने खालको, सकेसम्म चाहिँ फाइदा पुर्याउन सक्ने किसिम खालको बनाउनुपर्छ। र कम्प्युटर साइन्सको फिल्ड भनेको चाहिँ कन्ज्युमर बनेर आफू चाहिँ अरूले बनाएको सर्भिसहरूलाई युज गर्ने मात्रै भन्दा पनि आफैले कुनै नयाँ कुराहरू चाहिँ पत्ता लगाएर त्यसमा चाहिँ कन्ट्रिब्युसन गर्ने फिल्ड हो। अब तपाईहरुले पनि आफ्नो यो फिल्डलाई चाहिँ स्टार्ट गर्नु होला आजैबाट। अनि तपाईहरुलाई के क्वेशन्सहरू छन् भने चाहिँ तपाईहरुले मेरो लिंक्डइनमा चाहिँ तपाईहरु कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि यदि केही क्वेशन्सहरू छन् भने चाहिँ तपाईहरुले भन्नु होला। यस पछाडि चाहिँ हामीहरुले जुन हाम्रो गिभअवे छ त्यो गिभअवे वाला कुरालाई चाहिँ हेर्ने छौं। रुक्नु म चाहिँ पहिला सुरुमा मेरो लिंक्डइनको ह्यान्डल देखाउँछु। यो चाहिँ मेरो लिंक्डइन हो। तपाईहरुलाई चाहिँ क्वेशन्सहरू छन् भने तपाईहरुले यहाँबाट सोध्न सक्नुहुन्छ। अनि तपाईहरुसँग केही क्वेशन्सहरू छन् भने चाहिँ हाम्रो यो च्याटमा छोड्नु होला। ल 5 मिनेटको ब्रेक लिने भन्नुभएको छ। अब त हाम्रो ब्रेक नै ब्रेक हो। तपाईहरुलाई के क्वेशन्सहरू छ भने चाहिँ तपाईहरुले ड्रप गर्न सक्नुहुन्छ। अनि अब क्वेशन्सहरू छैन भने पनि मैले आफैले क्वेशन्सहरू बनाएको त्यो क्वेशन्सहरू सोधेर तपाईहरुलाई मैले आफैले आन्सर दिन्छु। यहाँ मध्ये रिसर्च पेपर सुरु चाहिँ कति जनाले गर्नु भएको छ एकचोटी ह्यान्ड रेज गर्नु त। दाइ हजुरले कहाँ पब्लिश गर्ने सोच्नु भएको छ भनेको छन् मुकुन्दले। उनी मेरो क्लासको साथी हुन्। तिमीलाई म क्लासमै आएर भन्छु है, दाइ भन्नु पर्दैन मलाई। ल अब हामीहरुले चाहिँ क्वेशन्सहरू हेरौँ के क्वेशन्सहरू जुन तपाईहरुले सोध्नु भएन तर तपाईहरुको मनमा आउन सक्छ। मैले चाहिँ यहाँ एआई टुल्सहरुबाट बनाएको थिएँ के क्वेशन्सहरू आउन सक्छन् भनेर भन्ने कुरा। अब एउटा भनेको चाहिँ अब मसँग खतरा खालको कम्प्युटर नै छैन, मसँग चाहिँ नर्मल खालको कम्प्युटर छ। अब एआई मसिन लर्निङको ट्रेनिङहरू गर्नको लागि चाहिँ अलि राम्रै खालको जीपीयू चाहिने होला। अब मैले कसरी गर्ने हो त काम भनेर तपाईहरुले सोच्नु भएको छ भने तपाईहरुलाई कतिजनालाई यस्तो क्वेशन छ मसँग चाहिँ एकदम हेभी खालको स्पेक्स भएको कम्प्युटर अथवा ल्यापटप छैन अनि मैले एआई अथवा मसिन लर्निङमा चाहिँ रिसर्च गर्नु छ भने चाहिँ अब एआई र मसिन लर्निङको मोडलहरुलाई ट्रेनिङ गर्नको लागि एकदमै खतरा खालको स्पेक्स चाहिने होला। कसरी गर्ने होला भन्ने तपाईहरुलाई लागिरहेको छ भने कसैलाई लागिरहेको थियो क्वेशन भर्खर सोधेर भयो भने लाग्यो कसैलाई? ल ठीक छ। तपाईहरुसँग यदि राम्रो स्पेक्स भएको कम्प्युटरहरु छैन भने पनि गुगल कोल्याबमा विवेक सुवेदीले भन्नुभएको छ गुगल कोल्याबबाट तपाईहरुले गर्न सक्नुहुन्छ। गुगल कोल्याबमा चाहिँ एकदम जेनरस खालको फ्री टायर छ जसमा चाहिँ गुगलकै सिस्टमहरु युज भएको हुन्छ, गुगलकै जीपीयू क्लाउडमा युज भएको हुन्छ, गुगलकै जीपीयू गुगलकै सीपीयू युज भएको हुन्छ क्लाउडबाटै। अनि तपाईहरुको सिस्टममा चाहिँ खासै केही पनि खाइरहेको हुँदैन रिसोर्सेस। अनि त्यसबाट चाहिँ तपाईहरुले मजासँग आफूलाई बेसिक खालको हबी प्रोजेक्ट्सहरुमा चाहिँ मजासँग काम गर्न सक्नुहुन्छ। मेरो एउटा मोडल थियो जसमा 45,000 वटा डेटा 45,000 वटा स्याम्पल डेटाहरुमा चाहिँ ट्रेनिङ गर्नु परेको थियो। त्यो सबै ट्रेनिङ ह्यान्डल गरेको थियो त्यही गुगल कोल्याबले। अब तपाईहरुले पनि गर्न सक्नुहुन्छ। अब कति नै डेटा युजरहरुले 1 लाख 2 लाखको जति डेटा भए पनि अब चङ्क्सहरु बनाएर भए पनि जसरी भए पनि तपाईहरुले गुगल कोल्याब भन्ने टुल युज गरेर मैले ह्यान्डल लेखिदिएर च्याटमा राखिदिन्छु गुगल कोल्याब। आई हेभ वन क्वेशन रिसर्च ग्याप फाइन्ड आउट भयो तर त्यो फिल्डमा कति नलेज हुनुपर्छ कि गर्दै सिक्दै लर्न गर्दै गर्ने हो रिसर्च आफू खतरा हुनुपर्छ भन्ने सोचाइले गर्दा धेरैले रिसर्च सेट गर्न सकिया हुन्नन् भनेर भन्नुभयो। अब तपाईले चाहिँ आफूले गर्न लागेको रिसर्च फिल्डमा इन्ट्रेस्ट हुनुपर्छ भनिसके पछाडी त्यो फिल्डको बारेमा जानेको त पक्कै पनि हुनुपर्छ। अब कति पनि जान्नु भएको छैन भने पनि तपाईसँग यदि इन्थुजियाजम छ भने तपाईले केही न केही सिक्या हुनुहुन्छ नि त। अब एआई मसिन लर्निङमै केही गर्ने सोच्नु भएको छ भने पनि तपाईले युट्युबतिर ट्युटोरियल्स हेरेर भए पनि अलिअलि बेसिक त सिक्या हुनुहुन्छ नि त। त्यसरी चाहिँ अब गर्ने हो। अब बेसिक नलेज छ भने त्यसमा एटलिस्ट आफूलाई इन्ट्रेस्ट चाहिँ हुनु पर्यो। सुरुमै खतरा जान्ने त कोही पनि हुँदैन हैन। त्यो फिल्डमा आफूलाई इन्ट्रेस्ट चाहिँ लाग्नु पर्यो। इन्ट्रेस्ट छ भने चाहिँ अब गर्दै सिक्दै एक्सप्लोर गर्दै बिगार्दै फेरि मिलाउँदै मेन्टरको गाली खाँदै अनि त्यसपछि रिभ्यू गर्ने मान्छेहरुको चाहिँ सजेसन लिँदै गर्दै एआई टुल्सहरुबाट सजेसन माग्दै गर्दै जाँदाखेरि चाहिँ त्यो कुराहरु मिलाउन सकिन्छ। इन्ट्रेस्ट चाहिँ हुनु पर्यो त्यो फिल्डमा।
जस्तै मलाई अब कम्प्युटर भिजनमा इन्ट्रेस्ट छ, मैले सबै कुरा जाने छैन, कम्प्युटर भिजनमा थुप्रै कुराहरू पढ्नुपर्छ, एआई नै कति धेरै भास्ट छ, तर जुन कम्प्युटर भिजनवाला त्यो फिल्ड छ त्यो फिल्डमा मैले रिसर्च गर्दै जाँदाखेरि नयाँ नयाँ टपिक्सहरू आउँछन्, ती मैले सिक्छु, मलाई सिक्न मजा आउँछ। यस्तै गरी तपाईँहरूलाई पनि मजा आउँछ भने तपाईँहरूले गर्न सक्नुहुन्छ। फुल्ली सुरुमै जानको हुनु पर्दैन, अब बेसिक कुरा चाहिँ थाहा हुनै पर्यो, अब इन्ट्रेस्ट हुनु पर्यो मेन कुरा। अब अर्को क्वेसन भनेको चाहिँ अब ओपन एक्सेस जर्नलहरूले चाहिँ के गर्छन् भनेर भन्दाखेरि खतरा खालको चार्जहरू लिइरहेको हुन्छन्। अर्को क्वेसन भनेको मैले जेमिनाईबाट बनाएको थिएँ क्वेसन। अब तपाईँहरूलाई जुन अगाडि मैले भनेको थिएँ जस्तै त्यो हाम्रो पबमेड भनेर भन्ने छ एउटा मेडिकल जर्नल होइन, त्यो अमेरिकाको जर्नल हो या। अनि त्यस पछाडि यस्ता खालका जर्नलहरूमा तपाईँहरूले पब्लिस गर्नको लागि, अनि एमडिपिआई भन्ने जर्नल छ, यस्ता जर्नलहरूमा पब्लिस गर्नको लागि 4 लाख 5 लाख रुपियाँसम्म तिर्नुपर्छ, अब त्यो पनि युएस डलरमा। हामी लो इन्कम नेपाल जस्तो देशमा जन्मेका मान्छेहरूले चाहिँ कसरी गर्न सकिन्छ भनेर भन्दाखेरि 2-3वटा तरिकाहरू छन्। एउटा तरिका भनेको चाहिँ तपाईँहरूले क्याम्पसबाट चाहिँ अथवा आफ्नो मेन्टरबाट फन्ड्सहरू अथवा त्यही अब अलिकति पैसाहरू चाहिँ कहाँबाट ग्यादर गर्न सकिन्छ त्यो कुराहरू तपाईँहरूले पाउन सक्नुहुन्छ। अर्को भनेको त्यस्तो खालको प्रोग्रामहरूमा लो इन्कम कन्ट्रिजहरूबाट आउने रिसर्चरहरूका लागि केही डिस्काउन्ट्सहरू पनि हुन्छन्, त्यो कुरा पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। र थर्ड कुरा भनेको तिनीहरूमा अप्लाई नगर्ने, अब पैसा छैन के गर्ने त, अलिकति जर्नलहरू जति पनि हुन्छन् अब खतरा पिरियडमा गर्न सकिँदैन भने त्यस पछाडिको अलिकति बेटर अल्टरनेटिभ जुन चाहिँ फ्री छ र अलिकति सस्तो छ तिनीहरूमा तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ। 4-5 हजार चाहिँ अब जस्तै हुन्छ नि $50 $60 चाहिँ यति चाहिँ लाग्न सक्छ धेरै जसम्म अलिकति त्यो पिरियडमा, किन भन्दा फ्री छ भने फ्रीमा स्प्याम धेरै हुन्छ, अनि त्यस पछाडि त्यो रिभ्यू गर्ने कमिटीलाई पनि धेरै गाह्रो हुन्छ, त्यही भएर अलिकति मिनिमल चार्जहरू चाहिँ हुनसक्छ। अब त्यो चाहिँ तपाईँहरू 3-4 जनाले मिलेर रिसर्च गरिरहनु भएको छ भने त्यो $50-100 भनेको चाहिँ तपाईँहरूको करियरमा तपाईँले गर्न सक्ने सबभन्दा ठुलो राम्रो इन्भेस्टमेन्ट हो, त्यो तपाईँहरूले गर्न सक्नुहुन्छ। अब अर्को क्वेसन हेरौँ यहाँनिर। अब यदि मैले कलेजमा मेरो प्रोफेसर नै छैन भने चाहिँ मैले के गर्ने भनेर भन्ने सोच्नु भएको छ भने, प्रोफेसर छैन भने जुन मान्छेलाई त्यो फिल्डको ज्ञान छ त्यही मान्छेलाई पनि तपाईँहरूले मेन्टर राख्न सक्नुहुन्छ। प्रोफेसर नै चाहिन्छ भन्ने छैन, हाम्रै क्याम्पसमा पनि भर्खर आउनुभयो एकजना प्रोफेसर, त्योभन्दा अगाडि यदि कोही हुनुहुन्थ्यो भने अब त्यही क्याम्पसमा पढाउने नर्मल खालको प्रोफेसर टाइटल नभएको मान्छेको अन्डरमा मैले गर्नु पर्थ्यो। त्यही भएर तपाईँहरूले चिनान छ भने चाहिँ खतरी मान्छेबाट गर्दा भयो, छैन भने चाहिँ अब जसबाट गर्दा पनि भयो। प्रोफेसरबाट गर्नुभयो भने चाहिँ पब्लिस गर्ने बेलामा क्रेडिबिलिटी राम्रो हुन्छ भन्ने कुरा मात्रै हो, अलिकति सजिलो हुन्छ पब्लिस गर्ने बेलामा। अलिकति प्रोफेसरको अन्डरमा गएर रहेछ भने पछाडि प्रोफेसर भनेको त सजिलोसँग पाउने टाइटल होइन नि त, अनि यसरी चाहिँ अलिकति राम्रो क्रेडिबिलिटी इस्टाब्लिस हुन्छ भनेर भन्ने मात्रै हो। बाँकी तपाईँले अब जुन सर चाहिँ अलिकति हुन्छ नि, अलिकति अब प्रोफेसर पनि सबैजना फेरि सजिलो हुनुहुन्न, कोहीमा चाहिँ खतरै खालको इगो हुन्छ, अब अलिकति सजिलो जो हुनुहुन्छ अलिकति वर्ष जो हुनुहुन्छ उहाँबाट चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ। अनि त्यस पछाडि अब तपाईँहरूले एक्लै पब्लिस गर्दाखेरि चाहिँ ठिक हुन्छ कि 3-4 जना भएर गर्दाखेरि ठिक हुन्छ भन्ने लाग्ला। अब टिममेट्सहरू छन् भने चाहिँ तपाईँहरूलाई खतरा धेरै जुन काम लाग्छ त्यो काममा चाहिँ तपाईँहरूले आफ्नो कामलाई बाँड्न सक्नुहुन्छ। 3-4 जनाको टिममेट्सहरू हुनुभयो भने एक्लै गर्न चाहिँ अलि धेरै नै वर्कलोड हुन्छ, तर गर्न चाहिँ सकिन्छ, डुएबल चाहिँ हुन्छ। टिममेट नै सबै हुन्छ नि त्यस्तो खालको त्यो फिल्डमा इन्ट्रेस्टेड छैन भने चाहिँ अझ गाह्रो भयो। नेपालमा चाहिँ झन् गाह्रो छ। अब यहाँ जति पनि आज आउनु भएको छ मैले भनेअनुसार चाहिँ तपाईँहरू हुन्छ नि डिस्कर्डहरूमा अथवा के ग्रुप्सहरू बनाएर हामीहरू एड हुँदा हुन्छ होइन, एड भयो भने चाहिँ एटलिस्ट हुन्छ नि रिसर्च फिल्डमा लाग्न खोजेका मान्छेहरू हुनुहुन्छ नि यहाँ जति पनि आउनु भएको छ, अनि 2 जनाले गर्न खोजेको रिसर्च चाहिँ एउटै फिल्डमा मिल्यो भने चाहिँ मिलेर काम गर्न सकिन्छ। अनि नेपालमा गाह्रो छ, रिसर्च पेपर आफूले रिसर्च पेपर लेख्ने मान्छे नै थाहा हुँदैन, रिसर्च पेपर पनि थाहा हुँदैन, अनि डिस्कर्ड ग्रुप जे बनाउँदा पनि हुन्छ। अब एउटा खालको ग्रुप बनाएर कमसेकम बसियो भने कसै पनि यदि त्यो फिल्डमा रिसर्च गर्न खोजिरहेको छ भने टिममेट्स त भेटिन्छ कमसेकम एटलिस्ट, त्यसरी गर्दाखेरि चाहिँ सजिलो हुन्छ। एक्लै गर्न चाहिँ अलिकति गाह्रो हुन्छ, गर्न नसकिने चाहिँ होइन, गाह्रो हुन्छ। तर मेन कुरा भनेको 3-4 जना भएर गर्दै हुन्छ भने को चाहिँ अथर बन्ने, को चाहिँ फर्स्ट अथर बन्ने, को चाहिँ सेकेन्ड अथर बन्ने भन्ने कुरा पहिलेदेखि फिक्स गरेर राख्नु होला होइन। मैले चाहिँ पेपर सबै गरेँ, लास्टमा चाहिँ फर्स्ट पेपर उ बस्यो भनेर पछाडि झगडा हुने पनि हुन्छ होइन, त्यस्तो खालको लफडा पनि हुन्छ पछाडि। अनि त्यो कुराहरू चाहिँ सुरुमै एकदम हुन्छ नि, अब साथीहरू ट्रस्टेड छैनन् भने, टिममेट्सहरू ट्रस्टेड छैनन् भने पहिलेदेखि नै त्यो कुरा एकदम क्लियर गरेर अगाडि बढाएर राम्रो टिममा काम गर्दाखेरि त अब आफै सोल्भ भइहाल्यो। अब अर्को क्वेसन छ, एआईले सोध्यो किन तपाईँहरूले केही पनि सोध्नु भएको होइन। मलाई चाहिँ 3 GPA ल्याउन पनि गाह्रो भइरह,
अब मैले चाहिँ मेरो मार्क्सहरू बढाम कि रिसर्च पेपर लेखौँ भन्ने तपाईँहरूले सोच्नु भएको छ भने रिसर्चलाई चाहिँ एकदम कन्सिस्टेन्सी चाहिन्छ, पर्फेक्सन चाहिँदैन है। तपाईँको 3 GPA नै छ भने पनि तपाईँहरूले रिसर्च पेपर लेख्नुभयो भने र 3.9 GPA ल्याउनु भएको छ तर रिसर्च पेपर छैन भने अगाडिकै स्लाइड अनुसार त्यो रिसर्च पेपर लेखेको वाला कुराले अझै बढी एज पाउँछ 3 GPA नै भए तापनि। त्यही भएर तपाईँहरूले अहिलेदेखि रिसर्च पेपरमा फोकस गर्नु होला। विदेशमा तपाईँले ल्याएको 4 GPA छ भने पनि कसैले बाल दिँदैन, उनीहरूलाई मतलबै हुँदैन। त्यो किताबमा पढेको कुरा 4 GPA लिएर कसैले पनि तपाईँहरूलाई मतलब दिँदैन। यसले पढेको कुरालाई क्रिटिकल थिङ्किङ गरेर रियल वर्ल्डको कम्प्युटर प्रब्लमलाई सल्भ गर्न सक्दो रहेछ भन्ने कुरा प्रमाणित गर्ने एउटा मात्र सर्टिफिकेट भनेको तपाईँको मार्कसिट होइन, तपाईँहरूले पब्लिस गरेको पेपर हो। त्यही भएर तपाईँहरूले अहिलेबाट रिसर्च पेपरमा फोकस गर्नु होला। अनि अरू केही क्वेसन्सहरू छन् भने चाहिँ भन्नुहोस्, नभए चाहिँ अब हामीहरू जुन हाम्रो $150 एलिसिटको प्रिमियम छ त्यो प्रिमियमको बारेमा चाहिँ कुरा गर्नेछौँ। अब के क्वेसन छ? 20,000 को कुरा आउँदैछ। अब के क्वेसनहरू छ तपाईँहरूलाई भने सुन्नु होला, नभए चाहिँ ल ठिक छ। के छ ह्यान्ड रेज गर्नु होला, के क्वेसन भए के हुन्छ, च्याटमा के लेख्दा पनि हुन्छ। अब यो टपिक चाहिँ धेरै नै गाह्रो टपिक हो अनि धेरैजनालाई केही अब अलिकति थाहा छ होला। अब धेरैजनाले चाहिँ तपाईँहरूको अन्डरस्ट्यान्डिङ लेभलमा 1 सिलेक्ट गर्नुभएको थियो। मैले भनेको धेरै कुराहरू चाहिँ अलिकति टाउकोभन्दा माथिबाट पनि गयो होला। त्यस्तो भयो भने चाहिँ म आफै पनि सरी भन्न चाहन्छु। मैले बुझाउन सक्ने यति नै मेरो क्षमताले भ्याएको हो। अब यो टपिक धेरै नै भास्ट टपिक हो। एटलिस्ट तपाईँहरूले ग्यापहरू पत्ता लगाउने कसरी हो, कहाँबाट चाहिँ अब त्यो आर्टिकल्सहरू पत्ता लगाउने हो, कसरी चाहिँ युज गर्ने हो, कस्तो खालको मान्छेहरूसँग गर्नुपर्छ होइन, कस्तो खालको कुराहरू गर्नु हुँदैन होइन, फेक खालको डेटाहरू लेख्नु हुँदैन, प्लेजरिजम गर्नु हुँदैन, यस्तो कुराहरू चाहिँ बुझ्नुभयो होला बेसिक। एउटा क्वेसन सोध्नुभयो, स्कलरसिपको लागि अप्लाई गर्दा विच क्यारी मोर प्रोजेक्ट अर पेपर। प्रोजेक्ट भन्दा त अफकोर्स पेपरले नै धेरै क्यारी गर्छ नि। प्रोजेक्ट भनेको त कसैले पनि रिभ्यू गर्दैन। प्रोजेक्ट भनेको तिमीले आफैले बनाउने हो अनि प्रोजेक्ट तिमीले बनाएर गिटअपमा हाल्ने हो अथवा त्यसलाई पब्लिस गर्ने हो। अब प्रोजेक्ट भन्ने कुरामा चाहिँ त्यो प्रोजेक्ट दुनियाँले तिम्रो अस्ति प्रोजेक्ट बनाएको हुनसक्छ, तिमीले एआईबाट पनि प्रोजेक्ट बनाउन सक्छौ, खतरा खालको प्रोजेक्ट। गिटअपमा अलरेडी अरूले बनाएको प्रोजेक्टलाई चाहिँ तिमीले आफैले क्लोन गरेर अनि त्यो प्रोजेक्टमा आफ्नो नामहरू हालेर पनि बनाउन सक्छौ। तर रिसर्च पेपर भनेको कम्प्लिटली नयाँ हुन्छ। रिसर्च पेपर भनेको कम्प्लिटली नोभल हुन्छ। कम्प्युटरको क्षेत्रमा कुनै पनि मान्छेले गर्न सक्ने टप लेभलको कन्ट्रिब्युसन भनेको रिसर्च हो। त्यही भएर प्रोजेक्ट भन्दा त 100 टाइम्स बेटर हुन्छ पेपर भनेको। अब केही पनि नहुनुभन्दा प्रोजेक्ट राम्रो हो। प्रोजेक्ट भन्दा चाहिँ अब रिसर्च पेपर त त्यो कम्पेरिजन नै छैन, धेरै राम्रो। अब चाहिँ हामीहरूले एलिसिटको कुरा गर्ने, सबैजना रेडी हुनुहुन्छ? ल अब चाहिँ हामीहरूले एलिसिट भन्ने जुन हाम्रो प्रिमियम रिसर्च टुल छ त्यसको बारेमा चाहिँ कुरा गर्दैछौँ। आजको हाम्रो प्रोग्रामको पार्टनर पनि एलिसिट हो। elicit.com मा तपाईँहरू जानु होला। elicit.com मा गइसके पछाडि म स्क्रिन सेयर गर्छु। यहाँनिर तपाईँहरू गइसके पछाडि चाहिँ मेरो चाहिँ अलरेडी साइन इन रहेछ। अब म चाहिँ यसमा तपाईँहरू गइसके पछाडि तपाईँहरूले यहाँनिर अकाउन्ट बनाउनु होला। अकाउन्ट बनाइसके पछाडि यहाँनिर फ्रीमा पनि छ एउटा प्लान, तर एउटा यसको प्रिमियम प्लान छ एकाडेमिक भन्ने प्लानमा। अनि 3 महिनाको चाहिँ प्रिमियम तपाईँहरूले पाउन सक्नुहुन्छ। हामीले अगाडि जति पनि भनेको थियौँ त्यो पेपर्सहरू पत्ता लगाउने काम, त्यो पेपर्सहरू यसले 500 वटासम्मको पेपरहरू पढ्न सक्छ एकैचोटि है। 500 वटा पेपरहरूलाई एनालाइज गरेर त्यहाँनिर भनेको कुरा के हो भन्ने कुरा, त्यहाँबाट साइटेसन कसरी गर्ने, सबै कुरामा चाहिँ यसले तपाईँहरूलाई हेल्प गर्न सक्छ। म्यानुअल्ली हप्ता लाग्ने काम यसले 5 मिनटमा गर्न सक्छ। यो टुलको चाहिँ हामीहरूले प्रिमियम गिभ भयो। यत्तिकै आएका पार्टिसिपेन्टहरूको चाहिँ लकी ड्रमा चाहिँ नाम राखेर त्यो स्पिन घुमाएर चाहिँ नगर्ने भन्ने सोचिरहेको थिएँ मैले। अब चाहिँ हामीले के गर्दैछौँ भनेर भन्दाखेरि यो तपाईँहरूको इभेन्ट सकिँदा बित्तिकै अब यहाँनिर तपाईँहरू आफ्नो क्लासबाट लिङ्क पाएर आउनु भएको हो भने चाहिँ तपाईँहरूको सायद मेलमा जाँदैन। तर तपाईँहरू यदि रजिस्टर गर्नु भएको छ भने तपाईँहरूको रजिस्टर गरेको इमेलमा एउटा असाइनमेन्ट आउँछ जुनको चाहिँ डेडलाइन हुनेछ। त्यो असाइनमेन्टमा चाहिँ फ्याक्चुअल खालको क्वेसन्सहरू हुनेछन्। अब सबभन्दा छिटो जसले आन्सर पठाउनुहुन्छ त्यो चाहिँ ठ्याक्कै एउटा एक्युरेट डेडलाइन हुन्छ, तर चाहिँ छिटो पठाउनुहुन्छ। त्यो छिटो पठाउने मान्छेले चाहिँ यो जित्नु हुनेछ। एउटा मात्र छ यहाँनिर हामीहरूको प्राइज चाहिँ। अब पुरै रुल्सहरू सबै कुराहरू चाहिँ त्यहाँनिर पाउनुहुनेछ। एकदम ट्रान्सप्यारेन्ट तरिकाले कसले कसरी गरेको, कति मार्क्स पाएको, सबै कुरा चाहिँ तपाईँहरूलाई त्यही नै प्रोभाइड गरिनेछ।
अब यो चाहिँ हाम्रो इभेन्ट सकिसके पछाडि त्यो गरिहालौँला। कतिजनाले पाउँछन्? एकजनाले मात्रै पाउँछ $150 3 महिनाको एउटा मात्र प्रिमियम हो। अब त्यो चाहिँ जसले सबभन्दा राम्रो गर्यो उसैले पाउँछ त्यो असाइनमेन्ट। तपाईँहरूले चाहिँ रजिस्टर गरेको हुनु पर्यो है। टाइमहरू चाहिँ सबै अब त्यो रिजनेबल तरिकाले राखेको हुन्छ। अब यो त्यही इमेलमा चाहिँ सबभन्दा पहिला एउटा रुल्स रेगुलेसन पठाइसके पछाडि अनि बल्ल आउँछ। तपाईँहरूले रजिस्टर गर्नु भएको छैन भने चाहिँ रजिस्टर गर्नु होला अझै पनि। त्यो जुन हामीहरूको फर्म थियो फर्मको लिङ्कमा रजिस्टर गरेको इमेलमा नै आउने हो। चेक गरेर बस्नु होला। ल ठिक छ। हाम्रो रेकर्ड भए समीर घिमिरे। सबै रेकर्ड। समीर तिमी मेरो अनलाइन क्लासको स्टुडेन्ट हो र? अनलाइन क्लास पढायो र तिमीले मसँग हो कि होइन? 2081 हो कि अघिल्लो साल सायद। ए नाना +2 इङ्ग्लिस चाहिँ पढेको युट्युबमा भनेर भनिराख्नु। ल ठिक छ। एकजना ठ्याक्कै समीर घिमिरे नामको स्टुडेन्ट थिए मसँग अनि त्यही भएर। ल ठिक छ। त्यो भिडियो चाहिँ सिलेक्ट गरेर यसरी ड्राइभमा हालिदिनु होला जसले रेकर्ड गर्नुभएको। अनि यो चाहिँ रेकर्डेड सेसन चाहिँ युट्युबमा पनि अपलोड गरिन्छ जसको छुट्यो। र आजको यस सेसनमा आफ्नो अमूल्य समय दिएर आउनुभएकोमा सबैजनालाई धन्यवाद। आजको सेसन चाहिँ यही इन्ड भएको छ। थ्याङ्क यू सो मच।